उत्पत्ति 21। इसहाकको जन्म। 1। आफूले भन्नुभए अनुसार सारालाई परमपिता परमेश्वरले कृपा देखाउनुभयो र आफ्नो प्रतिज्ञा बमोजिम गर्नुभयो। 2। सारा गर्भवती भइन् र अब्राहमको वृद्धावस्थामा परमेश्वरले अब्राहमलाई भन्नुभएको समयमा तिनले एकजना छोरा जन्माइन्। 3। साराले तिनबाट जन्माएको आफ्नो छोराको नाउँ अब्राहमले इसहाक राखे। 4। अब्राहमको आफ्नै छोरा इसहाक 8 दिनको हुँदा तिनले परमेश्वरको आज्ञा अनुसार त्यसको खतना गरे। 5। तिनको छोरा इसहाक जन्मदा अब्राहम 100 वर्ष पुगेका थिए। 6। साराले भनिन्, परमेश्वरले मलाई एउटा हाँस्ने कारण दिनुभयो, यो सुन्ने जति सबै मसँगै हाँस्नेछन्। 7। तिनले फेरि भनिन्, साराले बालकलाई दूध खुवाउँछे भनेर कसले अब्राहमलाई भन्ने थियो, तापनि तिनको बुढेसकालमा मैले तिनबाट एकजना छोरा जन्माए। 8। बालक बढ्दै गयो र त्यसले दूध खान छोड्यो, र इसहाकले दूध खान छोडेको दिन अब्राहमले एउटा ठूलो भोज दिए। 9। तर मिश्री हागारले अब्राहमबाट जन्माएको छोरालाई ठट्टा गरिरहेको साराले देखिन्। 10। यसै कारण तिनले अब्राहमलाई भनिन्, यस कमारीलाई त्यसको छोरासँगै निकालिदिनुहोस्, किनकि यस कमारीको छोरो मेरा छोरा इसहाकसँग उत्तराधिकारी हुन पाउने छैन। 11। आफ्नै छोरो भएकोले यो कुरा अब्राहमलाई साह्रै नराम्रो लाग्यो। 12। तर परमेश्वरले अब्राहमलाई भन्नुभयो, त्यो बालक र तेरी कमारीको निम्ति तैँले चिन्ता नगरी साराले तँलाई जसो भन्छे सोही बमोजिम गर, किनकि इसहाकबाट नै तेरो वंशको नाउँ रहनेछ। 13। म त्यस कमारीको छोराबाट पनि एक जाति खडा गर्नेछु, किनकि त्यो पनि तेरै सन्तान हो। 14। अब्राहमले बिहानै उठेर रोटी र पानीको एउटा मशक हागारको काँधमा राखिदिए र बालकलाई पनि त्यसकै साथ लगाएर बिदा गरिदिए। अनि हागार बेर्सेबाको उजाड स्थान हुँदो डुल्न लागी। 15। जब मशकको पानी सिद्धियो तब तिनले बालकलाई एउटा पोथ्रू मुनि छोडेर आफै चाहिँ उतापट्टि एक काँडले पार गर्ने दूरीमा बसी, किनकि मैले यो बालक मरेको हेर्नु नपरोस् भनी त्यसले मनमा सोची। अनि हागार त्यहाँ बसेर डाँको छोडी छोडी रुन लागी। 16। परमेश्वरले बालकको स्वर सुन्नुभयो, अनि परमेश्वरका दूतले स्वर्गबाट हागारलाई हपारेर भने, ए हागार, तँलाई के दुःख पर्यो? नडरा, किनकि बालक भएको ठाउँबाट त्यसको स्वर परमेश्वरले सुन्नुभएको छ। 18। उठ, गएर बालकलाई उठा र त्यसको हात बलियो गरी पक्डिनै राख, किनकि उत्पत्ति 22। अब्राहमको विश्वासको जाँच। 1। केही समयपछि परमेश्वरले अब्राहमको ठूलो जाँच गर्नुभयो र तिनलाई भन्नुभयो, ए अब्राहम। तिनले भने, म यहीँ छु। 2। उहाँले भन्नुभयो, तेरो छोरो अर्थात् तैँले माया गरेको तेरो एउटै छोरो इसहाकलाई लिएर मोरियाहको देशमा गई मैले तँलाई देखाएको डाँडामा त्यसलाई होम बलि गर। 3। अब्राहम बिहानै उठेर गधामा काठी कसे र आफ्ना कमाराहरूमध्येका 2 जना र छोरो इसहाकलाई साथमा लिए र होम बलिको निम्ति दाउरा चिरेर परमेश्वरले तिनलाई भन्नुभएको त्यस ठाउँमा हिँडे। 4। तेस्रो दिन अब्राहमले हेर्दा टाढामा त्यो ठाउँ देखे। तब अब्राहमले आफ्ना कमाराहरूलाई भने, तिमीहरू यहीँ गधासँग बस, म र यो केटो ऊ परसम्म गएर पूजा गरी तिमीहरू कहाँ फर्केर आउनेछौँ। 6। अब्राहमले होम बलिको दाउरा उठाएर आफ्नो छोरो इसहाकलाई बोकाए र आगो र छुरी आफ्नो हातमा लिए। यसरी ती दुवैजना सँगसँगै गए। 7। इसहाकले आफ्ना पिता अब्राहमलाई भने, बुबा। तुनले भने, के हो छोरा? त्यसले भन्यो, यी आगो र दाउरा त छन्, तर होम बलिको थुमा चाहिँ खोइ। 8। अब्राहमले भने, छोरा, परमेश्वरले नै होम बलिको निम्ति थुमा जुटाइदिनुहुनेछ। अनि ती दुवै सँगसँगै गए। 9। परमेश्वरले तिनलाई भन्नुभएको ठाउँमा पुगेपछि अब्राहमले त्यहाँ एउटा वेदी बनाएर दाउरा तह लाएर राखे। त्यसपछि तिनले आफ्नो छोरो इसहाकलाई बाँधेर वेदीमा दाउरामाथि राखे। 10। तब अब्राहमले आफ्नो छोरालाई बलि गर्न छुरी उठाए। 11। तर परमप्रभुका एकजना दूतले स्वर्गबाट तिनलाई हपारेर भने, ए अब्राहम, अब्राहम। तिनले भने, म यहीँ छु। 12।
उनले भने, तेरो हात त्यस केटामाथि नउठा र त्यसलाई केही नगर। अब मैले थाहा पाएँ, तैँले परमेश्वरको भय मान्दो रहेछस्, किनकि तेरो छोरो, तेरो एउटै छोरालाई पनि। उत्पत्ति 23। साराको मृत्यु। 1. सारा 127 वर्षसम्म बाँचिन्। 2. सारा कनान देशको किरियत अर्बा अर्थात् हेब्रोनमा मरिन्। अब्राहम साराको निम्ति शोक र विलाप गर्न त्यहाँ गए। 3. अब्राहम लास भएको ठाउँबाट उठे र हित्तीहरूलाई यसो भने, तपाईहरूका बीचमा म एक प्रवासी भएर बसेको छु, यस लासलाई गाड्न चिहानको लागि कुनै जमिन मलाई बेच्नुहोस्। 5. हित्तीहरूले अब्राहमलाई भने, हे प्रभु, सुन्नुहोस्, तपाईँ हामीहरूमध्ये एक शक्तिशाली शासक हुनुहुन्छ। हाम्रा चिहानमध्ये सबैभन्दा असल चाहिँ छानेर लास गाड्नुहोस्। हामीमध्ये कसैले पनि आफ्नो चिहान लास गाड्नलाई तपाईँलाई दिन इन्कार गर्ने छैन। 7. तब अब्राहम उठेर हित्तीहरूका अघि निहुरेर दण्डवत गरे। 8. तिनले तिनीहरूलाई यसो भने, यदि मैले यो लास गाड्ने तपाईँहरूको मन्जुरी छ भने मेरो कुरो सुन्नुहोस् र सोहोरका छोरा एप्रोनसित मेरो निम्ति यो बिन्ती गरिदिनुहोस् कि उनले आफ्नो निजी मक्पेलाको ओढार मलाई बेचुन्, त्यो उनका खेतको छेउैमा छ, त्यसको पूरा दाममा तपाईँहरूकै बीचमा एउटा गाड्ने ठाउँको निम्ति उनले त्यो जग्गा मेरो अधिकारमा देऊन्। त्यसबेला एप्रोन हित्तीहरूका माझमा बसिरहेका थिए र जतिजना उनका सहरको ढोकाको अगाडि आएका थिए ती सबैले सुन्ने गरी हित्ती एप्रोनले अब्राहमलाई भने, होइन, मेरा प्रभु, सुन्नुहोस्, म तपाईँलाई त्यो खेत र त्यसमा भएको ओढार पनि दिन्छु। मेरा मानिसहरूकै सामुन्ने त्यो म तपाईँलाई दिन्छु। तपाईँ आफ्नो मरेकी स्त्रीलाई त्यहीँ गाड्नुहोस्। 12. तब अब्राहमले फेरि त्यस देशका मानिसहरूलाई दण्डवत गरे। 13. अनि तिनले त्यस ठाउँका मानिसहरूले सुन्ने गरी एप्रोनलाई भने, तपाईँको मन्जुरी भए सुन्नुहोस्, म त्यस जग्गाको दाम दिनेछु, त्यो तपाईँले उत्पत्ति 24। इसहाक र रिबेका। 1. अब्राहम दिन धेरै खाएर बुढा भइसकेका थिए। परमप्रभुले सबै कुरामा अब्राहमलाई आशिष दिनुभएको थियो। 2. अब्राहमले आफ्नो घरका सबै कुरामा अख्तियार गर्ने प्रमुख नोकरलाई भने, तेरो हात मेरो तिग्रामुनि राख। म तँलाई स्वर्ग र पृथ्वीका परमप्रभु परमेश्वरको यो शपथ खान लाउँछु कि तहिले मेरो छोरालाई अहिले म बसेको ठाउँका कनानीका छोरीहरूमध्ये कसैलाई विवाह गर्न नल्याइदिनु, तर मेरो देशमा मेरै कुटुम्ब कहाँ भएर मेरो छोरा इसहाकको लागि एउटी पत्नी ल्याउनु। तब त्यस नोकरले अब्राहमलाई भने, यदि त्यो स्त्री यस देशमा मेरो पछि लागेर आउन इच्छा गरिनन् भने त के मैले तपाईँका छोरालाई जुन देशबाट तपाईँ आउनुभयो त्यही नै लैजाने? अब्राहमले त्यसलाई भने, तैँले मेरो छोरालाई त्यहाँ फर्काएर नलानु। मलाई मेरा पिताको घर र मेरो जन्मभूमिबाट यहाँ ल्याउनु हुने परमप्रभु परमेश्वरले शपथ खाई मसँग यसो भनेर प्रतिज्ञा गर्नुभएको छ, म तेरै सन्तानलाई यो देश दिनेछु। उहाँले नै आफ्ना दूत तेरो अघि पठाउनुहुनेछ र तैँले मेरो छोराको लागि त्यहाँबाट एउटी पत्नी ल्याउन सक्छौ। त्यो केटी तेरो पछि आउन इच्छा गरिनन् भने तँलाई मेरो यो शपथ लाग्ने छैन, केवल तैँले मेरो छोरालाई चाहिँ त्यहाँ फर्काएर नलैजानु। तब त्यस नोकरले आफ्ना मालिक अब्राहमको तिग्रामुनि हात राखिकन यस विषयमा तिनीसित शपथ खायो। त्यसपछि त्यो नोकर आफ्ना मालिकका 10वटा ऊँट र सबै किसिमका असल असल सौगात लिएर विदा भयो र अराम नाहारैमतिर लागेर नाहोरको सहरमा गयो। साँझपख स्त्रीहरू पानी भर्ने बेलामा सहरका बाहिरपट्टि पानीको इनारको नजिकै त्यसले ऊँटहरूलाई राख्यो अनि त्यसले मनमनै प्रार्थना गर्यो, हे मेरा मालिकका परमप्रभु परमेश्वर, कृपा गरी आज मलाई मेरो काम सफल गराइदिनुहोस् र मेरा मालिक अब्राहमलाई आफ्नो दया देखाउनुहोस्। हेर्नुहोस्, म यो इनारनेर उभिरहेको छु र सहरका मानिसहरूका छोरीहरू पानी भर्नलाई आउँदैछन्। त्यसैले यसो होस्, जुन कन्यालाई म तिम्रो गाग्रो मतिर धल्काइदेऊ पानी पिउनलाई भनुला र जसले मलाई खानुहोस् म तपाईँका ऊँटहरूलाई पनि खुवाइदिन्छु भन्छन्, तिनलाई नै तपाईँले आफ्ना दास इसहाकको निम्ति रोज्नु भएको होस्। तपाईँले मेरा मालिकलाई दया देखाउनु भएको रहेछ भन्ने म त्यसैबाट थाहा पाउनेछु। त्यसले यो भनिसकेको पनि थिएन, अब्राहमका भाइ नाहोरकी पत्नी मिल्काको छोरू बतुएलकी छोरी रिबेका काँधमा गाग्रो राखेर आइन्। कन्या अत्यन्त सुन्दरी र कुनै मानिससित पनि सहवास नभएकी थिइन्। इनारमा ओर्लेर तिनले गाग्रोमा पानी भरिन् र उक्लेर आइन्। तब त्यो नोकर तिनलाई भेट गर्न दगुर्यो र भन्यो, कृपा गरी तिम्रो गाग्रोबाट मलाई अलिकता पानी पिउन देऊ। तिनले हजुर खानुहोस् भनेर तुरुन्तै गाग्रो झारिन् र आफ्नो हातमा गाग्रो राखी त्यसलाई पानी खुवाइदिइन्। त्यसलाई खान दिइसकेपछि तिनले भनिन्, तपाईँका ऊँटहरूका निम्ति पनि तिनीहरूले पिइ नसकुन्जेल म पानी उगाएर दिनेछु। तब तिनले झट्टै आफ्नो गाग्रोको पानी डुडमा खन्याएर फेरि पानी उगाउन इनारतिर कुदेर गइन् र तिनले सबै ऊँटहरूका निम्ति पनि पानी उगाइदिइन्।
त्यो मानिस चाहिँ परमप्रभुले आफ्नो यात्रा सफल गराइदिनु भएको हो कि होइन भनी थाहा पाउनलाई चुप लागि डिठाइ लाएर तिनलाई हेरिरहेको थियो। ऊँटहरूले पानी खाइसकेपछि त्यस मानिसले 6 ग्राम तौलको एउटा नत्थ र 100 ग्राम जति तौलका सुनका बालाहरू झिकेर भन्यो, तिमी कसकी छोरी हौ? के तिम्रा बुबाको घरमा हामीलाई डेरा गर्नलाई बस्ने ठाउँ छ? तिनले त्यसलाई भनिन्, म नाहोरबाट मिल्काले जन्माएका बतुएलकी छोरी हुँ। तिनले त्यसलाई अझै भनिन्, हामीसँग दाना र पराल प्रशस्त छन्, डेरा गर्नलाई कोठा पनि छन्। तब त्यस मानिसले आफ्नो शिर निहुराएर भक्तिसाथ परमप्रभुलाई दण्डवत गरेर भन्यो, परमप्रभु, मेरा मालिक अब्राहमका परमेश्वर धन्यका हुनुहुन्छ, जसले मेरा मालिकप्रतिको दया र विश्वस्तता त्याग्नु भएको छैन। परमप्रभुले नै मलाई बाटोमा डोर्याएर मेरा मालिकका कुटुम्बको घरमा ल्याइदिनु भएको छ। तब ती कन्या गइन् र आफ्नी आमाका परिवारलाई सबै कुरा बताइन्। रिबेकाका लाबान नाउँ भएका एकजना दाजुभाइ थिए। लाबान निस्केर इनारको छेउमा त्यो मानिस भएको ठाउँतिर दगुरेर गयो। जब उनले आफ्नी बहिनीको नाकमा नत्थ र हातमा बाला देखे र उसले मलाई यसो भन्यो भन्ने कुरा आफ्नी बहिनीबाट सुने, तब उनी त्यो मानिस कहाँ गए। अनि इनारको छेउमा ऊँटहरूका नजिकै त्यो उभिरहेको देखेर लाबानले भने, हे परमप्रभुका आशीर्वादीजन, भित्र आउनुहोस्, किन बाहिर उभिरहनुहुन्छ? मैले तपाईँको निम्ति डेरा र ऊँटहरूका लागि ठाउँ तयार पारेर राखेको छु। तब त्यो मानिस लाबानसित उनको घरमा गयो र लाबानले ऊँटहरूका भारीहरू झरेर तिनीहरूलाई पराल र दाना दिए। अनि उनले अब्राहमको नोकर र त्यससित हुने मानिसहरूका निम्ति खुट्टा धुने पानी पनि दिए। तब त्यसको सामु खानेकुरा पनि राखिदिए। तर त्यसले भन्यो, जबसम्म मेरो समाचार म भन्दिनँ तबसम्म म केही खान्न। उनले भने, ल भन्नुहोस्। तब त्यसले भन्यो, म अब्राहमको एक नोकर हुँ। परमप्रभुले मेरा मालिकलाई खुबै आशिष दिनुभएको हुनाले तिनी एक ठूला मानिस भएका छन्। उहाँले तिनलाई बगालका बगाल भेडा बाख्राहरू र बथानका बथान गाई गोरुहरू तथा सुन चाँदी, दास दासी, ऊँटहरू र गधाहरू दिनुभएको छ। मेरा मालिककी पत्नी साराले बुढेसकालमा तिनको निम्ति एकजना छोरो जन्माइन् र उनैलाई तिनले आफ्ना जे जति छन् सबै दिएका छन्। मेरा मालिकले मलाई यसो भनेर शपथ खान लाएका छन्, तैँले मेरो छोराको लागि म अहिले बसेको देशका कनानीहरूका छोरीहरूमध्ये कुनै पनि विवाह गर्न नल्याउनु, तर मेरो देशमा मेरै कुटुम्ब कहाँ गएर मेरो छोरा इसाहकको लागि एउटी पत्नी ल्याउनु। मैले मेरो मालिकलाई भने, कथन कदाचित त्यो स्त्री मेरो साथमा आउन मानिनन् भने त? तिनले मलाई भने, जुन परमप्रभुको सामुन्ने म हिन्डुल गर्छु उहाँले नै आफ्ना दूत तँसित पठाउनुहुनेछ र तेरो कार्य सफल हुनेछ र तैँले मेरो कुटुम्ब र मेरो पिताको घरबाट मेरो छोराको लागि एउटी पत्नी ल्याउन सक्छौ। जब तू मेरो कुटुम्ब कहाँ पुग्नेछौ तब मेरो यस शपथबाट छुट्नेछौ। अनि तिनीहरूले केटी दिएनन् भने पनि मेरो यस शपथबाट त छुट्नेछौ। आज इनारमा आइपुगेर मैले यसो भने, हे परमप्रभु, मेरा मालिक अब्राहमका परमेश्वर, तपाईँको इच्छा भए तपाईँले मेरो कार्य सफल गराइदिनुहोस्। हेर्नुहोस्, म यो इनारमा उभिरहेको छु र सहरका परमप्रभु, मेरा मालिक अब्राहमका परमेश्वर धन्यका हुनुहुन्छ, जसले मेरा मालिकप्रतिको दया र विश्वस्तता त्याग्नु भएको छैन। परमप्रभुले नै मलाई बाटोमा डोर्याएर मेरा मालिकका कुटुम्बको घरमा ल्याइदिनु भएको छ। तब ती कन्या गइन् र आफ्नी आमाका परिवारलाई सबै कुरा बताइन्। रेबेकाका लाबान नाउँ भएका एकजना दाजु थिए। लाबान निस्केर इनारनेर त्यस मानिस भएको ठाउँतिर दगुरेर गए। जब उनले आफ्नी बहिनीको नाकमा नत्थी र हातमा बाला देखे र त्यस मानिसले मलाई यसो भन्यो भन्ने कुरा आफ्नी बहिनीबाट सुने, तब उनी त्यस मानिस कहाँ गए। अनि इनारको छेउमा ऊँटहरूका नजिकै त्यो उभिरहेको देखेर लाबानले भने, हे परमप्रभुका आशीर्वादीजन, भित्र आउनुहोस्, किन बाहिरै उभिरहनुहुन्छ? मैले तपाईँको निम्ति डेरा र ऊँटहरूका लागि ठाउँ तयार पारिराखेको छु। तब त्यो मानिस लाबानसित उनको घरमा गयो र लाबानले ऊँटहरूका भारीहरू झारेर तिनीहरूलाई पराल र दाना दिए। अनि उनले अब्राहमको नोकर र त्यससित हुने मानिसहरूका निम्ति खुट्टा धुने पानी पनि दिए। तब त्यसको सामु खानेकुरा पनि राखिदिए। तर त्यसले भन्यो, जबसम्म मेरो समाचार म भन्दिनँ तबसम्म म केही खान्न। उनले भने, ल भन्नुहोस्। तब त्यसले भन्यो, म अब्राहमको एक नोकर हुँ। परमप्रभुले मेरा मालिकलाई खुबै आशिष दिनुभएको हुनाले तिनी एक ठूला मानिस भएका छन्। उहाँले तिनलाई बगालका बगाल भेडा बाख्राहरू र बथानका बथान गाई गोरुहरू तथा सुन चाँदी, दास दासी, ऊँटहरू र गधाहरू दिनुभएको छ। मेरा मालिककी पत्नी साराले बुढेसकालमा तिनको निम्ति एकजना छोरो जन्माइन् र उनैलाई तिनले आफ्ना जे जति छन् सबै दिएका छन्। मेरा मालिकले मलाई यसो भनेर शपथ खान लाएका छन्, तैँले मेरो छोराको लागि म अहिले बसेको देशका कनानीहरूका छोरीहरूमध्ये कुनै पनि विवाह गर्नलाई नल्याउनु, तर मेरो कुटुम्ब कहाँ र मेरो पिताको घरमा गएर तैँले मेरो छोराको निम्ति एउटी पत्नी खोजेर ल्याइदिनु। मैले मेरो मालिकलाई भने, कथन कदाचित त्यो स्त्री मेरो साथमा आउन मानिन भने नि त? तिनले मलाई भने, जुन परमप्रभुको सामुन्ने म हिड्डुल गर्छु
उहाँले नै आफ्ना दूत तँसित पठाउनुहुनेछ र तेरो कार्य सफल हुनेछ र तैँले मेरो कुटुम्ब र मेरा पिताको घरबाट मेरो छोराको लागि एउटी पत्नी ल्याउनेछस्। जब त मेरो कुटुम्ब कहाँ पुग्नेछस् तब मेरो यस शपथबाट छुट्नेछस्। अनि तिनीहरूले केटी दिएनन् भने पनि मेरो यस शपथबाट त छुट्नेछस्। आज इनारमा आइपुगेर मैले यसो भने, हे परमप्रभु, मेरा मालिक अब्राहमका परमेश्वर, तपाईँको इच्छा भए तपाईँले मेरो कार्य सफल गराइदिनुहोस्। हेर्नुहोस्, म इनारमा उभिरहेछु। जुन स्त्री पानी भर्नलाई आउलिन् र मैले तिम्रो गाग्रोबाट मलाई अलिकता पानी पिउन देऊ भन्दा तिनले खानुहोस् र म तपाईँका ऊँटहरूका लागि पनि पानी उगाइदिनेछु भन्ने छिन्, त्यही स्त्री चाहिँ मेरा मालिकका छोराको लागि परमप्रभुले ठहराउनु भएको होस्। मैले यी कुरा मनमा नै भनिसक्न अघि नै हेर्नुहोस्, रेबेका काँधमा आफ्नो गाग्रो बोकेर आइन् र इनारमा ओर्लेर पानी उगाइन्। मैले तिनलाई भने, कृपा गरी मलाई पानी पिउन देऊ। तिनले तुरुन्तै आफ्नो काँधबाट गाग्रो झारेर भनिन्, खानुहोस्, म तपाईँका ऊँटहरूका निम्ति पनि पानी खान दिनेछु। तब मैले पानी पिएँ र तिनले मेरा ऊँटहरूलाई पनि पानी खान दिइन्। मैले तिनलाई सोधेँ, तिमी कसकी छोरी हौ? तिनले भनिन्, नाहोर र मिल्काका छोरा बतुएलकी छोरी हुँ। उत्पत्ति 25। अब्राहमको मृत्यु। 1। अब्राहमले अर्की एउटी पत्नी विवाह गरे, तिनको नाउँ कतुरा थियो। 2। तिनले अब्राहमबाट जिम्रान, योक्सान, मदान, मिद्यान, हिस्बाक र सुहलाई जन्माइन्। 3। योक्सान सेवा र ददानका पिता भए, ददानका सन्तान अश्शुरी, लतुसी र लौम्मीहरू थिए। 4। मिद्यानका छोराहरू चाहिँ एपा, एपेर, हानोक, अबिदा र एल्दा थिए। यी सबै कतुराका सन्तान हुन्। 5। अब्राहमले आफूसँग भएका सबै थोक इसहाकलाई नै दिए, तर आफू जीवित छँदै उनका उपपत्नीपट्टिका छोराहरूलाई उनले उपहारहरू दिए र आफ्ना छोरा इसहाकबाट छुट्याएर तिनीहरूलाई पूर्व देशतिर पठाइदिए। 7। अब्राहम जम्मा 175 वर्षसम्म बाँचे। अब्राहम दीर्घायु भई पुरा बुढेसकालमा मरे र आफ्ना मरेका पिता पुर्खाहरूसँग मिल्न गए। 9। उनका छोराहरू इसहाक र इस्माएलले तिनलाई हित्ती, सोहरको छोरा एप्रोनको खेतमा भएको मम्फ्रेनेरको मकपेलाको ओडारमा गाडे। 10। त्यो खेत अब्राहमले हित्तीहरूबाट किनेका थिए, त्यही नै अब्राहम आफ्नी पत्नी सारासित गाडिए। 11। अब्राहमको मृत्युपछि परमेश्वरले तिनका छोरा इसहाकलाई आशिष दिनुभयो, त्यसबेला इसहाक बेर लहै रोइनेर बसोबास गरे। इस्माएलका छोराहरू। 12। साराकी कमारी मिश्री हागारपट्टिबाट जन्मेको अब्राहमको छोरो इस्माएलको वृत्तान्त यही हो। 13। जन्मक्रमको सूची अनुसार इस्माएलका छोराहरूका नाउँ यिनै हुन्। 1। इस्माएलको जेठो छोरो नबायोत र केदार। 2। अदबेल, मिसबाम। 3। मिस्मा, दुमा, मस्सा। 4। हदद, तेमा, यतुर, नापिस र केदमा। 16। इस्माएलका छोराहरू यिनै हुन्, तिनीहरूका बस्ती र छाउनीहरू अनुसार ती 12 कुलनायकका नाउँ यिनै हुन्। 17। इस्माएलको जम्मा उमेर 137 वर्ष थियो, तब तिनको मृत्यु भयो र तिनी आफ्ना पिता पुर्खाहरूसँगै मिल्न गए। 18। मिश्रको सिमानानेर अश्शुर देशतर्फ हबिलादेखि सुरसम्म तिनीहरू बसोबास गर्थे अनि तिनीहरू आफ्ना दाजुभाइको शत्रुतामा बस्थे। एसाउ र याकुबको जन्म र बाल्यावस्था। 19। अब्राहमका फोरा इसहाकको वृत्तान्त यही हो, अब्राहम इसहाकका पिता भए। 20। इसहाकले 40 वर्षको उमेरमा पद्दन अरामकी अरामी बतुएलकी छोरी अरामी लाबानकी बहिनी रिबेक्कासँग विवाह गरे। 21। तिनी बाजी भएकी हुनाले इसहाकले आफ्नी पत्नीको निम्ति परमप्रभुसँग प्रार्थना गरे, तब परमप्रभुले उनको प्रार्थना सुन्नुभयो। उत्पत्ति 26। इसहाक र अबिमेलेकको करार। 1। अब्राहमको समयमा परेको अनिकाल बाहेक त्यस देशमा अर्को अनिकाल पनि पर्यो। तब इसहाक पलिस्तीहरूका राजा अबिमेलेक कहाँ गरार देशमा गए। 2। परमप्रभुले तिनी कहाँ देखा परेर तिनलाई भन्नुभयो, मिश्रमा नजा, तर मैले तँलाई भनेकै ठाउँमा बस। 3। त्यही ठाउँमा बसोबास गर र म तसँग रहनेछु र तँलाई आशिष दिनेछु, किनकि मैले तेरो बुबा अब्राहमसँग शपथ खाएर दिएको प्रतिज्ञा म पूरा गरेर तँलाई र तेरा सन्तानहरूलाई यी नै देशहरू दिनेछु। 4। तेरा सन्तानलाई आकाशका ताराहरू झै बढाउनेछु र तिनीहरूलाई यी सबै देश दिनेछु। तेरै सन्तानहरूद्वारा संसारका सबै जातिहरूले आशिष पाउनेछन्। 5। किनभने अब्राहमले मेरो वचन पालन गर्यो र मैले दिएका आदेशहरू, मेरा आज्ञाहरू, मेरा नियमहरू र मेरा विधिविधानहरूको प्रतिपालन गर्यो। 6। यसै कारण इसहाक गरारमा नै बसे। 7। त्यस ठाउँका मानिसहरूले तिनकी पत्नीको विषयमा सोधपुछ गर्दा
तिनले तिनी मेरी बहिनी हुन् भने, किनभने रिबेकाको खातिर त्यस ठाउँका मानिसहरूले मलाई मारिहल्लान् भनी रिबेकालाई आफ्नी पत्नी भन्न तिनी डराए, किनकि रिबेका अत्यन्तै सुन्दरी थिइन्। 8 इसहाक त्यहाँ धेरै दिन बसेपछि पलिस्तीहरूका राजा अबिमेलेकले झ्यालबाट हेर्दा इसहाक आफ्नी पत्नी रिबेकासँग प्रेम क्रीडा गरिरहेका देखे। 9 यसकारण अबिमेलेकले इसहाकलाई बोलाएर भने, हेर, तिनी त साँच्चै तिम्री पत्नी रहिछन्, किन तिमीले तिनी मेरी बहिनी हुन् भन्यो? इसहाकले उनलाई भने, किनभने तिनको खातिर मलाई यहाँका मानिसहरूले मार्लान् भन्ने मैले सोचे। 10 अबिमेलेकले भने, तिमीले हामीसँग यो के गरेको? कुनै मानिसले तिम्री पत्नीसित कुकर्म गर्दो हो त तिमीले हामीमाथि दोष ल्याउने थियो। यसकारण अबिमेलेकले सबै मानिसहरूलाई यसो भनेर चेतावनी दिए, यी मानिस अथवा यिनकी पत्नीलाई छुने जुनसुकै मानिसलाई पनि निश्चय नै मृत्युदण्ड हुनेछ। 11 इसहाकले बालीनाली लगाए र त्यही साल तिनले 100 गुणा कटनी गरे। 12 परमेश्वरले तिनलाई आशिष दिनुभयो र तिनी धनी भए र झनझन बढेर तिनी अत्यन्तै धनाढ्य भए। 13 तिनका प्रशस्त भेडा बाख्रा गाई गोरु र नोकर चाकर भए, यसै कारण पलिस्तीहरूले तिनलाई डाहा गर्न लागे। 14 तिनका पिता अब्राहमको पालोमा उनका नोकरहरूले खनिराखेका सबै इनारहरू पलिस्तीहरूले रोके र ढुङ्गा माटोले पुरिदिए। 15 त्यसपछि अबिमेलेकले इसहाकलाई भने, आफ्नो यहाँबाट तर, किनकि तिमी हामीहरूका निम्ति ज्यादै शक्तिशाली भएका छौ। 16 तब त्यहाँबाट निस्केर इसहाक गरारको बेसीमा आफ्नो पाल काँगेर बसोबास गर्न लागे। 17 तिनले आफ्ना पिताका पालोमा खनिएका इनारहरू फेरि खन्न लाए, किनकि अब्राहमको मृत्युपछि पलिस्तीहरूले ती पुरिदिएका थिए, अनि तिनले ती इनारहरूका नाउँ आफ्ना पिताले राखेकै नाउँ राखिदिए। 18 उत्पत्ति 27 याकुबको छल। जब इसहाक वृद्ध भए र तिनका आँखा कमजोर भएर देख्न नसक्ने भए, तब तिनले आफ्ना जेठा छोरा एसाउलाई बोलाएर भने, ए मेरो छोरो। उनले तिनलाई जवाफ दिए, हजुर। तिनले भने, हेर, म वृद्ध भए, मेरो मर्ने दिन कहिले आउँछ म भन्न सक्दिन। अब तेरा हतियारहरू अर्थात् तेरो ठोक्रो र धनु लिएर मैदानमा जा र मेरो निम्ति शिकार मारेर स्वादिष्ट तरकारी बनाई म कहाँ ल्या र खाएर मेरो मृत्यु अघि म तँलाई आशिष दिउँ। इसहाकले एसाउसँग यसरी कुरा गर्दा रिबेकाले सुनिरहेकी थिइन्। जब एसाउ मैदानमा शिकार मारेर ल्याउन गए, तब रिबेकाले आफ्ना छोरा याकुबलाई भनिन्, हेर, तेरा पिताले तेरो दाजु एसाउसँग यसो भनेर कुरा गरिरहेको मैले सुने। शिकार मारेर म कहाँ ल्या र मेरो निम्ति स्वादिष्ट तरकारी तयार गर र त्यो खाएर मेरो मृत्यु अघि परमप्रभुको सामुन्ने म तँलाई आशिष दिनेछु। यसकारण ए छोरो, मैले तँलाई भने बमोजिम मेरो कुरा मान। बथानमा गएर 2वटा असल असल पाठा लिएर आइज र तेरा बुबालाई मनपर्ने स्वादिष्ट तरकारी म बनाइदिउँ। अनि तैले त्यो तेरा बुबा कहाँ लैजा र तिनले त्यो खाएर आफ्नो मृत्यु अघि तँलाई नै आशिष देऊन्। याकुबले आफ्नी आमा रिबेकालाई भने, तर हेर्नुहोस्, मेरा दाजु एसाउ रौ नै रौ भएका मानिस हुन्, म चाहिँ रौ नभएको छु। सायद मेरा पिताले मलाई छाम्नुहुन्छ र उहाँको सामुन्ने म छली देखिनेछु र आशिष त होइन, तर म माथि सराप आइपर्ला। तिनकी आमाले तिनलाई भनिन्, हे मेरो छोरो, तराई दिएको सराप म माथि नै परोस्। केवल मेरो कुरा मान र गएर ती म कहाँ ल्या। तब तिनी गएर ती पाठा ल्याए र आमालाई दिए र तिनले याकुबका बुबालाई मनपर्ने स्वादिष्ट तरकारी तयार गरिन्। तब घरमा भएका आफ्ना जेठो छोरा एसाउका असल असल लुगाहरू झिकेर रिबेकाले ल्याइन् र कान्छो छोरा याकुबलाई लगाइदिइन्। बाख्राका पाठाका छालाहरू याकुबका हात र घाँटीका रौ नभएका भागमा तिनले लगाइदिइन्। अनि आफूले तयार पारेका स्वादिष्ट तरकारी र रोटी आफ्ना छोरा याकुबका हातमा दिइन्। याकुबले आफ्ना पिता कहाँ गएर भने, बुबा। इसहाकले भने, हँ, त को होस्? याकुबले आफ्ना पितालाई भने, म तपाईको जेठो छोरो एसाउ हुँ। तपाईले अहराउनु भए बमोजिम मैले गरेको छु। अब उठेर बस्नुहोस् र मैले ल्याएको शिकारको मासु खानुहोस् र मलाई आशिष दिनुहोस्। इसहाकले आफ्ना छोरालाई भने, छोरो, कसरी तैले यति चाँडै त्यो भेट्टाउन सकिस्? तिनले जवाफ दिए, परमप्रभु तपाईका परमेश्वरले मलाई सफल गराउनु भयो। तब इसहाकले याकुबलाई भने, छोरो, नजिकै आई, त मेरो छोरो एसाउ होस् कि होइनस्, म यसो हेरौँ। याकुब आफ्ना पिताको नजिकै गए र इसहाकले तिनलाई छामेर भने, स्वर त याकुबको हो, तर हातहरू त एसाउकै हुन्। तिनका हातहरू तिनका दाजु एसाउकै हात जस्ता रौ नै रौ भएका हुनाले इसहाकले तिनलाई चिनेनन्। तब इसहाकले याकुबलाई आशिष दिए।
इसहाकले तिनलाई सोधे, के त साँच्चै मेरो छोरो एसाउ नै होस् त? याकुबले जवाफ दिए, म एसाउ नै हुँ। तब इसहाकले भने, तैले शिकार गरेको मासु यहाँ ल्या र म खाऊँ र तलाई आशिष दिउँ। तब याकुबले त्यो आफ्ना पिता कहाँ ल्याए र उनले खाए र तिनले दाखमध्ये पनि लगिदिए र उनले पिए। तब तिनका पिता इसहाकले तिनलाई भने, मेरो नजिकै आएर मलाई म्वाइ खा, मेरो छोरो। याकुब नजिकै गए र आफ्ना पितालाई म्वाइ खाए। अनि इसहाकले तिनका लुगाहरूको गन्ध सुँगेर यसो भनी आशिष दिए, हेर, मेरो छोराको बासना परमप्रभुले आशिष दिनुभएको खेतको बासना जस्तै छ। परमेश्वरले तलाई आकाशको शीतबाट र पृथ्वीको प्रचुरताबाट धेरै। उत्पत्ति 28 याकुब कन्याको खोजीमा हिँडेका। 1 तब इसहाकले याकुबलाई बोलाएर आशीर्वाद दिए र यसो भनेर आज्ञा गरे, तैँले कनानी स्त्रीहरूमध्ये कसैलाई विवाह नगर्नु। 2 पद्दन आराममा तेरी आमाका बुबा बतुएलको घरमा गएर त्यहीँबाट तेरा मामा लाबानका छोरीहरूमध्ये एउटीलाई विवाह गर। 3 सर्वशक्तिमान परमेश्वरले तलाई आशिष देऊन् र तलाई फल्दो फुल्दो गराएर तेरो वृद्धि गराउन् र त मानिसहरूको एक समुदाय होस्। 4 परमेश्वरले तलाई र तेरा सन्तानहरूलाई अब्राहमले पाएको आशिष देऊन्, कि त प्रवासी भएको यस देशमा जो परमेश्वरले अब्राहमलाई दिनुभएको हो तेरै अधिकार होस्। 5 यसरी इसहाकले याकुबलाई पठाए। तिनी पद्दन आराममा एसाउ र याकुबकी आमा रिबेकाका दाजु अरामी बतुएलका छोरा लाबान कहाँ गए। 6 अब इसहाकले याकुबलाई आशीर्वाद दिएर पत्नी ल्याउन त्यहाँबाट पद्दन आराममा पठाएछन् र तिनलाई आशीर्वाद दिएर तैले कनानी स्त्रीहरूमध्ये कसैलाई विवाह नगर्नु भन्ने कुरा एसाउले थाहा पाए। 7 र याकुब बाबु आमाको आज्ञा मानेर पद्दन आरामतर्फ गएछ भन्ने पनि एसाउले थाहा पाए। 8 कनानी स्त्रीहरू उनका बुबालाई मन पर्दैन रहेछ भन्ने जब एसाउले पत्ता लगाए, तब एसाउ इस्माएल कहाँ गए र उनका आफ्ना पत्नीहरू बाहेक अब्राहमका छोरा इस्माएलकी छोरी र नबायोतकी बहिनी महल्लतलाई आफ्नी पत्नी तुल्याएर ल्याए। 9 याकुब कन्याको खोजीमा हिँडेका। 10 बेरसेबा छोडेर याकुब हारानतिर लागे। 11 कुनै एउटा ठाउँमा पुगेपछि सूर्य अस्ताएको हुनाले तिनी त्यस रात त्यहीँ वास बसे। त्यस ठाउँका ढुङ्गाहरूबाट एउटा लिएर तिनले आफ्नो सिरान बनाएर सुत्नलाई त्यहीँ पल्टे। तिनले यस्तो सपना देखे, जमिनमा खडा गरिएको एउटा भर्याङ रहेछ र त्यसको टुप्पा चाहिँ आकाशसम्मै पुगेको रहेछ र परमेश्वरका दूतहरू त्यसमा उक्लने र ओर्लने गर्दा रहेछन्। 13 परमप्रभु त्यसमाथि उभिनुभयो र याकुबलाई भन्नुभयो, म परमप्रभु तेरा पिता अब्राहमका परमेश्वर र। उत्पत्ति 29 लेया र राहेलसँग याकुबको विवाह। 1 तब याकुब उठेर आफ्नो बाटो लागे र पूर्ववासीहरूको देशमा पुगे। 2 त्यहाँ तिनले मैदानमा एउटा इनार देखे र त्यसको नजिक भेडाका 3 बगाल बसिरहेका थिए, किनकि त्यही इनारबाट मानिसहरूले बगाललाई पानी खुवाउँथे। इनारको मुख ढाक्ने एउटा ठूलो ढुङ्गा थियो। 3 जब सबै बगालहरू त्यहाँ जम्मा हुन्थे, तब गोठालाहरूले इनारको मुखबाट ढुङ्गा गुडाएर भेडाहरूलाई पानी खान दिन्थे। त्यसपछि तिनीहरूले इनारको मुखमा फेरि त्यो ढुङ्गा राखिदिन्थे। 4 याकुबले तिनीहरूलाई भने, हे मेरा भाइ हो, तिमीहरू कहाँका हौ? तिनीहरूले भने, हामी हारानमा बस्ने हौं। 5 तिनले भने, तिमीहरू नाहोरका नाति लाबानलाई चिन्छौ? तिनीहरूले भने, तिनलाई हामी चिन्छौं। 6 याकुबले तिनीहरूलाई सोधे, के उहाँ सन्चै हुनुहुन्छ? तिनीहरूले भने, उहाँ सन्चै हुनुहुन्छ। हेर्नुहोस्, उहाँकी छोरी राहेल भेडाहरू लिएर आउँदै छिन्। 7 तिनले भने, हेर साँझ परेको छैन, भेडा बाख्राहरूलाई जम्मा गर्ने बेला भएको छैन, भेडाहरूलाई पानी खुवाएर फेरि चराउन लैजाओ। 8 तिनीहरूले भने, सबै बगालहरू जम्मा नभई अनि इनारको मुखबाट ढुङ्गा नगुडाइकन हामी त्यसो गर्न सक्दैनौं, त्यसपछि मात्र हामी भेडाहरूलाई पानी खुवाउँछौं। 9 याकुब तिनीहरूसँग कुरा गरिरहँदा राहेल आफ्ना बुबाका भेडाहरू लिएर त्यहाँ आइपुगिन्, किनकि भेडाहरू तिनले नै चराउने गर्थिन्। 10 जब याकुबले आफ्ना मामा लाबानकी छोरी राहेल र आफ्ना मामाका भेडाहरू देखे, तब नजिक आएर तिनले इनारको मुखको ढुङ्गा गुडाइदिए र आफ्ना मामा लाबानका भेडाहरूलाई पानी खुवाइदिए। 11
तब याकुबले राहेललाई म्वाइ खाएर रुन लागे। 12 याकुबले राहेललाई म तिम्रा बाबुको नातेदार रिबेकाको छोरा हुँ भनी बताइदिए। तब राहेल कुदेर गइन् र आफ्ना बुबालाई यो कुरा बताइदिइन्। 13 आफ्ना भानिज याकुब आएको समाचार पाउने बित्तिकै लाबान तिनलाई भेट्नलाई कुदेर आए र तिनलाई अँगालो हालेर म्वाइ खाए अनि तिनलाई आफ्नो घरमा ल्याए। 14 तब याकुबले लाबानलाई सबै कुरा बताइदिए। लाबानले तिनलाई भने, वास्तवमा तिमी मेरो हाड र मासु हौ। याकुब उनीसँग 1 महिना बसेपछि। 15 लाबानले तिनलाई भने, मेरा नातेदार हुँदैमा तिमीले सित्तैमा मेरो सेवा गर्ने? ज्याला कति हुनुपर्छ मलाई भन। 16 लाबानका 2 छोरीहरू थिए, जेठीको नाउँ लेआ र कान्छीको नाउँ राहेल थियो। 17 लेआका आँखा धमिला थिए, तर राहेल चाहिँ सुडौल र सुन्दरी थिइन्। याकुबले राहेललाई प्रेम गरे। 18 तिनले भने, तपाईकी कान्छी छोरी राहेल। उत्पत्ति 30 याकुबबाट आफ्नो केही सन्तान नभएको देखेर राहेलले आफ्नी दिदीसित डाहा गर्न लागिन्। तिनले याकुबलाई भनिन्, मलाई पनि सन्तान दिनुहोस् नत्र म मर्नेछु। याकुबले राहेलसित रिसाएर भने, तिम्रो कोख थुनिदिने म परमेश्वरको स्थानमा छु र? तब तिनले भनिन्, मेरी कमारी बिल्हा यही छे, त्यससँग सहवास गर्नुहोस् र त्यसले मेरो निम्ति बच्चा जन्माओस् र त्यसद्वारा मलाई पनि सन्तान मिलोस्। यसकारण राहेलले आफ्नी कमारी बिल्हालाई याकुबकी पत्नीको रूपमा दिइन् र याकुब त्यस कहाँ गए। बिल्हाले गर्भवती भएर याकुबबाट 1 जना छोरो जन्माइन्। तब राहेलले भनिन्, परमेश्वरले मलाई ठिक ठहराउनुभयो र मेरो बिन्ती पनि सुनेर मलाई 1 जना छोरो दिनुभयो। यसकारण तिनले त्यसको नाउँ दान राखिन्। राहेलकी कमारी बिल्हा फेरि गर्भवती भइन् र त्यसले याकुबबाट अर्को 1 जना छोरो जन्माइन्। तब राहेलले भनिन्, जाँदै लडन्त गरेर मैले मेरी दिदीलाई जितेँ, यसै कारण तिनले त्यसको नाउँ नप्ताली राखिन्। आफूले जन्माउन छोडेको देखेर लेहाले आफ्नी कमारी जिल्पालाई लगेर याकुबलाई पत्नीको रूपमा दिइन्। लेहाकी कमारी जिल्पाले याकुबबाट 1 जना छोरो जन्माइन् र लेहाले भनिन्, भाग्यमानी, यसै कारण तिनले त्यसको नाउँ गाद राखिन्। लेहाकी कमारी जिल्पाले याकुबबाट अर्को 1 जना छोरो जन्माइन्। अनि लेहाले भनिन्, म सुखी रहिछु, स्त्री जातिहरूले मलाई सुखी भन्ने छन्, यसैले तिनले त्यसको नाउँ आशेर राखिन्। गहुँ फसलको बेलामा रुबेन खेतमा गए र विशाख मूलहरू भेट्टाएर आफ्नी आमा लेआ कहाँ ल्याए। राहेलले लेआलाई भनिन्, कृपा गरी तपाईको छोराले ल्याएका विशाख मूलहरूबाट मलाई केही दिनुहोस्। तर लेहाले तिनलाई भनिन्, के मेरो पति मबाट खोज्नु सानो कुरो हो र? अब तिमी मेरो छोराको विशाख मूलको निम्ति पनि आज राति उहाँ तपाईसित सुत्नुहुन्छ? यसकारण साँझमा याकुब खेतबाट आउँदा लेहा तिनलाई भेट गर्न गइन् र भनिन्, तपाईँ म कहाँ आउनुपर्छ, किनभने मेरो छोराका विशाख मूलहरूसँग तपाईलाई भाडामा लिएकी छु। यसकारण याकुब त्यस रात तिनीसित सुते। परमेश्वरले लेहाको बिन्ती सुन्नुभयो र तिनी गर्भवती भइन् र याकुबबाट तिनले आफ्नो 5औं छोरो जन्माइन्। तब लेहाले भनिन्, मैले मेरी कमारी मेरा पतिलाई दिएकी हुनाले परमेश्वरले मलाई मेरो इनाम दिनुभयो। यसकारण तिनले त्यसको नाउँ इस्कासार राखिन्। लेहा फेरि गर्भवती भइन् र याकुबबाट आफ्नो 6औं छोरो जन्माइन्। तब लेहाले भनिन्, परमेश्वरले मलाई अमूल्य उपहार दिनुभएको रहेछ। अब मेरो पतिले मलाई कदर गर्नुहुनेछ, किनभने मैले उहाँको निम्ति 6 जना छोराहरू जन्माइसके। यसै कारण तिनले त्यसको नाउँ जबुलुन राखिन्। केही समयपछि तिनले एउटी छोरी जन्माइन् र तिनले त्यसको नाउँ दिना राखिन्। तब परमेश्वरले राहेललाई सम्झनुभयो र तिनको बिन्ती सुनेर उहाँले तिनको गर्भ खोलिदिनुभयो। तिनी गर्भवती भएर 1 जना छोरो जन्माइन् र भनिन्, परमेश्वरले ममाथि परेको निन्दा हटाइदिनुभयो। तिनले त्यसको नाउँ योसेफ राखिन्। अनि तिनले भनिन्, परमेश्वरले मलाई अर्को छोरो पनि देऊन्। याकुबको सम्पत्ति बढेको। राहेलले योसेफलाई जन्माएपछि याकुबले लाबानलाई भने, आफ्नो देश र घरमा जान मलाई बिदा दिनुहोस्। मलाई मेरा पत्नीहरू र छोराछोरीहरू लैजान दिनुहोस्, जसका निम्ति मैले तपाईको चाकरी गरेको छु, मलाई जान दिनुहोस्, किनभने मैले गरेको सेवा तपाईलाई थाहै। उत्पत्ति 31 याकुब लाबानको घरबाट सुटुक्क भागेका। 1 लाबानका छोराहरूले यसो भनिरहेका याकुबले सुने, हाम्रा बुवाका सबै थोक याकुबले लिइसके र हाम्रा बुवाकै सम्पत्तिबाट तिनले यति धेरै पाएका छन्। 2 र याकुबले लाबानको व्यवहार हेर्दा पनि आफूप्रति तिनको भावना पहिले जस्तै नभएको देखे। 3
तब परमप्रभुले याकुबलाई भन्नुभयो, तेरा पिता पुर्खा र तेरो कुटुम्ब कहाँ फर्केर जा, र म तसँग हुनेछु। 4 यसकारण याकुबले राहेल र लेयालाई आफ्ना बगाल भएको खरकमा बोलाइ पठाए र तिनीहरूलाई भने, तिमीहरूका बुवाको म प्रतिको भावना पहिले जस्तै नभएको म देख्दैछु, तर मेरा पिताका परमेश्वर मसँग हुनुभएको छ। 6 मैले मेरो बलले भ्याएसम्म मैले तिमीहरूका बुवाको सेवा गरेको तिमीहरूलाई थाहै छ, तापनि तिमीहरूका बुवाले मलाई ठग्नु भएको छ र मेरो ज्याला 10 पल्ट बदल्नु भएको छ, तर परमेश्वरले तिनलाई मेरो हानि गर्न दिनु भएन। उनले थोप्ले जति तिम्रो ज्याला होस् भन्दा सबै बगालले थोप्ले नै बियाए, अनि उनले पेटारे जति तिम्रो ज्याला होस् भन्दा सबै बगालले पेटारे नै बियाए। यसरी परमेश्वरले तिमीहरूका बुवाका बगालहरू लिएर मलाई दिनुभयो। 10 बगाल मिसिने बेलामा बगालमाथि चढ्ने बोकाहरू पेटारे, थोप्ले र छिर्केमिर्के भएका सपनामा मैले देखेँ। त्यसबेला परमेश्वरका दूतले सपनामा मलाई, ए याकुब भन्नुभयो। मैले भने, हजुर। र उहाँले भन्नुभयो, तेरा आँखा उठाएर बगालमाथि चढ्ने सबै बोकाहरूलाई हेर, ती पेटारे, थोप्ले र छिर्केमिर्के छन्, किनकि लाबानले तँमाथि जे गरिरहेछ सो मैले देखेको छु। तेरा परमेश्वर म नै हुँ, तैले खामामा तेल खन्याएको र भाकल गरेको ठाउँ। अब उठ, यस ठाउँबाट फर्केर तेरो जन्मभूमिमा जा। 14 तब राहेल र लेयाले तिनलाई भने, हाम्रा बुवाको घरमा हाम्रा निम्ति हकको केही अंश छ र? के उहाँले हामीलाई विदेशी जस्तै सम्झनु भएको छैन र? उहाँले त हामीलाई बेचिदिनुभयो र हाम्रा निम्ति दिइएको पैसा पनि आफैले चलाइसक्नु भएको छ। हाम्रा बुवाबाट परमेश्वरले लानुभएको सबै सम्पत्ति हाम्रै र हाम्रा छोराछोरीहरूको भएको छ। अब परमेश्वरले तपाईलाई जे जसो गर्नु भन्नुभयो त्यसै गर्नुहोस्। 17 तब याकुब उठेर आफ्ना छोराहरू र पत्नीहरूलाई ऊँटहरूमाथि राखे, अनि तिनले आफ्ना सबै गाईबस्तुलाई अघि धपाई पद्दन आराममा रहँदा आफूले प्राप्त गरेका जम्मै सम्पत्ति लिएर आफ्ना पिता इसहाक कहाँ कनान देशमा जानलाई तिनी निस्के। 19 त्यसबेला जब लाबान चाहिँ आफ्ना भेडाको ऊन कत्रन गएका थिए, तब राहेलले आफ्ना बुवाका घर देवताहरू चोरेर लगिन्। 20 त्यसबाहेक अरामी लाबानलाई याकुबले झुक्क्याए, कारण तिनको भाग्ने मती छ भनेर तिनले तिनलाई बताउन जानेनन्। 21 यसरी आफूसँग भएका सबै कुरा लिएर याकुब भागेर महानदी युफ्रेटिस तरे र गिलादको पहाडी देशतर्फ लागे। लाबानले याकुबलाई लखेटेका। 22 तेस्रो दिनमा याकुब भागेको खबर लाबानले सुने। 23 अनि उनले आफ्ना दाजुभाइहरूलाई साथमा लिएर 7 दिनसम्म तिनलाई लखेटे र गिलादको पहाडी देशमा तिनलाई भेट्टाए। 24 तब अरामी लाबान कहाँ राति सपनामा परमेश्वर देखा पर्नुभयो र उनलाई भन्नुभयो, होशियार गर, तैले याकुबलाई असल कि खराब केही कुरा नभन्। 25 लाबानले याकुबलाई भेट्टाउँदा याकुबले आफ्नो पाल गिलादको पहाडी देशमा टाँगेका थिए र लाबानले पनि आफ्ना दाजुभाइहरूका साथमा त्यही पाल टाँगे। 26 लाबानले याकुबलाई भने, तिमीले मलाई झुक्क्याएर मेरा छोरीहरूलाई लडाईका कैदीहरू जस्तै लगेर यो के गरेको? 27 तिमी किन मलाई नभनिकन सुटुक्क भागेर मलाई धोका दियौ? म बीडा र खैजडीको खुसियालीमा तिमीलाई पठाउने थिएँ। 28 मेरा नाति नातिनाहरू र छोरीहरूलाई बिदाईको मुवाई खान मलाई किन दिएनौ? यो तिमीले मूर्खता गर्यौ। 29 तिमीलाई हानि गर्ने शक्ति मसँग छ, तर तिम्रा बुवाका परमेश्वरले हिजो राति मलाई यसो भन्नुभयो, होशियार गर, तैले याकुबलाई असल कि खराब केही कुरा नभन्। 30 अब तेरा बुवाको घरमा जान तिमीले ज्यादै इच्छा गरेका हुनाले तिमी हिँडेका छौ, तर मेरा देवताहरू चाहिँ किन चोर्यौ? 31 याकुबले लाबानलाई जवाफ दिए, तपाईले आफ्ना छोरीहरूलाई मबाट जबरजस्त साथ खोज्नुहुन्छ कि भन्ने मलाई डर लाग्यो। 32 तर तपाईका देवताहरू जससँग भेट्टाउनुहुन्छ त्यो जीवित रहने छैन। मसँग भएको तपाईको कुन चीज छ सो हाम्रा कुटुम्बका सामुन्ने चिन्नुहोस् र लिनुहोस्। राहेलले ती चोरेकी याकुबलाई थाहै थिएन। उत्पत्ति 32 याकुबसँग भेट गर्ने याकुबले तयारी गरेका। 1 याकुब पनि आफ्नो बाटो लागे र परमेश्वरका दूतहरूले तिनीसँग भेट गरे। 2 याकुबले उनीहरूलाई देखेर भने, यो त परमेश्वरको छाउनी हो,
यसकारण तिनले त्यस ठाउँको नाउँ महनहुम राखे। 3. याकुबले एदोमका देशको सेयरमा आफ्ना दाजु एसाउ कहाँ आफ्नो अघि दूतहरू पठाए। 4. याकुबले तिनीहरूलाई यसो भन्ने आज्ञा दिए, तिमीहरूले मेरा मालिक एसाउलाई यसो भन्नु, तपाईको दास याकुब यसो भन्छ, म लाबानसँग बसोबास गरी अहिलेसम्म त्यहीँ रहेँ। मसँग गाई गोरु, गधा, भेडा बाख्रा र नोकर चाकरहरू छन् र तपाईबाट निगाह पाइएला भन्ने हेतुले अहिले तपाईँ कहाँ मैले विनती गर्न पठाएको हुँ। 6. ती दूतहरू याकुब कहाँ फर्केर आई यसो भने, हामी तपाईका दाजु एसाउ कहाँ गयौं र उहाँ तपाईसँग भेट गर्न 400 मानिसहरूका साथमा आउँदै हुनुहुन्छ। 7. तब याकुब साह्रै डराएर आकुल भए। तिनले आफूसँग भएका मानिसहरू, भेडा बाख्राका बगालहरू, गाई गोरुका बथानहरू र ऊँटहरूलाई 2 दलमा विभक्त गरे। यदि एसाउ आएर एक दललाई आक्रमण गरे पनि अर्को दल त उम्कन सक्ला भनी तिनले सोचे। 9. तब याकुबले प्रार्थना गरे, हे मेरो पिता अब्राहमका परमेश्वर र मेरो बुबा इसाहकका परमेश्वर, हे परमप्रभु, जसले मलाई त पेरै देशमा तेरा कुटुम्बहरू कहाँ जा र म तेरो भलाइ गर्नेछु भन्नुभएको थियो, तपाईले आफ्नो दासलाई जति करुणा र विश्वासयोग्यता देखाउनु भएको छ त्यसको म कति पनि योग्य छैन, किनभने एउटा लाठो मात्र लिएर मैले यसो यर्दन नदी तरेको थिएँ, तर अहिले मेरा 2वटा दल भएका छन्। 11. म विनती गर्दछु, मलाई मेरा दाजु एसाउको हातबाट बचाउनुहोस्, किनभने उनीसँग मलाई डर लाग्छ कि उनले आमा छोराछोरीहरू समेत हामी जम्मैलाई आक्रमण गर्लान्। 12. तर तपाईले भन्नुभएको छ, साँच्ची नै म तेरो भलाइ गर्नेछु र तेरा सन्तानहरू समुद्रका बालुवा सरह तुल्याउनेछु जो गन्न सकिने छैन। 13. तिनी त्यस रात त्यहीँ बास बसे र आफूसँग भएको सम्पत्तिबाट तिनले दाजु एसाउको निम्ति सौगात छुट्याए, अर्थात् 200 बाख्री, 20वटा बोका, 200 भेडी, 20वटा भेडा, 30 दुहुना ऊँट र तिनका बच्चा, 40 गाई र 10 साँडे, 20 गधैनी र 10 गधा। 16. यी सबैका लागि तिनले बथान गरी आफ्ना कमारीहरूलाई जिम्मा लगाए र तिनीहरूलाई भने, म भन्दा अघि जाओ र बथानका बीचमा केही खाली ठाउँ राख। 17. तिनले सबैभन्दा अघिल्लालाई यसो भने, मेरा उत्पत्ति 33। याकुब र एसाउको शान्तिपूर्वक भेटघाट। याकुबले आफ्ना आँखा उठाएर हेर्दा एसाउ र तिनका साथमा 400 मानिसहरू आइरहेका देखे। तिनले आफ्ना छोराछोरीहरूलाई लेया, राहेल र 2 कमारीहरूको जिम्मामा विभक्त गरिदिए। तिनले कमारीहरू र तिनका छोराहरूलाई सबैभन्दा अगाडि, त्यसपछि लेया र तिनका छोराछोरीहरू र राहेल र योसेफलाई सबैभन्दा पछि राखे। तिनीहरू सबैका अघि तिनी आफै चाहिँ आफ्ना दाजुको नजिक नपुगुन्जेल 7 चोटि भुइँमा ढोक्दै गए। तर एसाउ तिनी कहाँ दौडन्दै आएर तिनलाई अङ्गालो हालेर छातीमा टाँसेर तिनलाई म्वाई खाए र तिनीहरू दुवै खूब रोए। तब एसाउले यसो हेर्दा ती स्त्रीहरू र केटाकेटीहरूलाई देखेर भने, तिमीसँग भएका यिनीहरू चाहिँ को हुन्? याकुबले भने, परमेश्वरले हजुरको दासलाई अनुग्रह गरिदिनु भएका मेरा बालबच्चा हुन्। त्यसपछि कमारीहरू र तिनका छोराछोरीहरू नजिक आएर एसाउलाई ढोक गरे। त्यसपछि लेया र तिनका छोराछोरीहरू आएर ढोक गरे। सबभन्दा पछि योसेफ र राहेल आए र तिनीहरूले पनि ढोक गरे। एसाउले याकुबलाई सोधे, मैले भेटेका यी सबै बथानको अर्थ के हो? याकुबले जवाफ दिए, मैले हजुरबाट अनुग्रह पाउनलाई हो। तर एसाउले भने, भाइ, मसँग प्रशस्तै छ, तिम्रो जो छ तिमीसँगै रहोस्। याकुबले भने, होइन, तपाईको निगाह ममाथि छ भने कृपा गरी मेरो हातको यो सौगात ग्रहण गर्नुहोस्, किनभने यति ठूलो निगाह देखाएर तपाईले मलाई स्वागत गर्नुभए कि साँच्ची नै तपाईको दर्शन पाउँदा मलाई त परमेश्वरकै दर्शन पाए झैं लाग्यो। अब बिन्ती छ, तपाईलाई नै भनेर ल्याएको मेरो यो सौगात ग्रहण गर्नुहोस्, किनभने परमेश्वरको अनुग्रह ममाथि। उत्पत्ति 34। दिनाको बेइज्जतको प्रतिशोध। 1. याकुबबाट लियाले जन्माएकी छोरी दिना त्यस ठाउँका स्त्रीहरूसँग भेट गर्न गइन्। 2. त्यस ठाउँका रजौटा हिब्बी हमोरका छोरा शकेमले तिनलाई देखे र लगेर तिनीसित सहवास गरेर तिनको अपमान गरे। 3. उनको मन याकुबकी छोरी दिनातर्फ बस्यो। उनले ती कन्यासित प्रेम गरेर मिठा मिठा कुरा गरे। 4. तब शकेमले आफ्ना बुबा हमोरलाई यसो भने, मेरी पत्नी तुल्यामलाई त्यो कन्या मलाई ल्याइदिनुहोस्। 5. शकेमले आफ्नी छोरी दिनालाई बिगारेको कुरा याकुबले सुने, तर तिनका छोराहरू चरणमा गाईबस्तुसँग गएका हुनाले तिनीहरू नफर्कुन्जेल तुनी चुपै लागि बसे। तब शकेमका बुबा हमोर चाहिँ कुरा गर्न याकुब कहाँ आए। 7.
भएका घटनाहरू सुनेर याकुबका छोराहरू चरणबाट आएका थिए। तिनीहरू विचलित र क्रुद्ध भए, किनभने याकुबकी छोरीलाई बिगारेर शकेमले इस्राएलको बेइज्जत गरिदिएका थिए। यस्तो काम गर्नु उचित थिएन। 8 तर हमोरले तिनीहरूसँग यसो भनेर कुरा गरे, मेरो छोरो शकेमको मन तपाईँकी छोरीतर्फ आसक्त भएको छ, कृपा गरी त्यसलाई दिनासँग विवाह गर्न दिनुहोस्। 9 तपाईहरू हामीसँग बिहाबारी गर्नुहोस्, तपाईँहरूका छोरीहरू हामीलाई दिनुहोस् र हाम्रा छोरीहरू तपाईँहरू लिनुहोस्। 10 तपाईहरू हामीसँगै बस्नुहोस् र यो ठाउँ तपाईँहरूका निम्ति खुला रहनेछ, यहीँ बसोबास गर्नुहोस्, व्यापार गर्नुहोस् र सम्पत्ति जोड्नुहोस्। 11 शकेमले पनि ती कन्याका बाबु र दाजुभाइहरूलाई भने, ममाथि तपाईँहरूको निगाह रहोस्, तपाईँहरू मसँग जे भन्नुहुन्छ म दिनेछु। दाइजो र विवाहको उपहार जत्तिसुकै भन्नुहुन्छ माग्नुहोस् र तपाईँहरूले भन्नुभए बमोजिम म दिनेछु, केवल त्यो कन्यासँग मलाई विवाह गर्न दिनुहोस्। 13 शकेमले तिनीहरूकी बहिनी दिनालाई बिगारेका हुनाले याकुबका छोराहरूले शकेम र हमोरसँग कपट राखेर जवाफ दिए। 14 तिनीहरूले उनीहरूलाई यसो भनेर जवाफ दिए, खतना नभएकोलाई हाम्री बहिनी दिने काम हामीबाट हुनै सक्दैन, किनभने त्यसो गर्यौं भने हाम्रो बेइज्जत हुन्छ। 15 यही शर्तमा मात्र हामी तपाईँले भन्नुभएको कुरा मान्नेछौँ कि तपाईँहरू पनि हामी जस्तै हुनुहोस्, अर्थात् प्रत्येक पुरुषको खतना गरियोस्। तब मात्र हामी हाम्रा चेलीहरू तपाईँहरूलाई दिनेछौँ र हामी तपाईँहरूका चेलीहरू लिनेछौँ र हामी तपाईँहरूसँगै एउटै जाति भएर बसोबास गर्नेछौँ। 17 तर हाम्रो कुरा सुनेर पनि तपाईँहरूले खतना गर्न मान्नुहुन्न भने त हाम्री छोरी लिएर हामी यहाँबाट गइहाल्नेछौँ। 18 उत्पत्ति 35 याकुबले बेथेलमा वेदी बनाएका। 1 त्यसपछि परमेश्वरले याकुबलाई भन्नुभयो, उठेर बेथेलमा जा र त्यहीँ बसोबास गर र तेरो दाजु एसावबाट तँ भाग्दाखेरि तँ कहाँ देखा पर्ने परमेश्वरको निम्ति त्यहाँ एउटा वेदी बना। 2 यसकारण याकुबले आफ्नो घराना र आफूसित भएका सबैलाई भने, तिमीहरूसँग भएका विदेशी देवताहरू मिल्काइदेऊ र आफूलाई शुद्ध पारेर लुगाहरू फेर। 3 तब हामी बेथेलमा जाउँ र मेरो दुःखको दिनमा मेरो पुकारा सुन्नुहुने र म जहाँ गए तापनि मसित हुनुहुने परमेश्वरको निम्ति त्यहाँ एउटा वेदी म बनाउनेछु। 4 यसकारण तिनीहरूले आफूसित भएका विदेशी देवताहरू र आफ्ना कानमा भएका कुण्डलहरू याकुबलाई दिए र याकुबले शकेमको नजिकै भएको फलाटको रुख मुनि ती गाडी दिए। 5 जब तिनीहरूले आफ्नो यात्रा सुरु गरे तब परमेश्वरको त्रास वरिपरिका शहरहरूमा फैलियो र कसैले पनि तिनीहरूलाई खेदेन। 6 याकुब र तिनीसँग भएका सबैजना कनान देशमा भएको लुज शहरमा अर्थात् बेथेलमा आइपुगे। 7 त्यहाँ तिनले एउटा वेदी बनाए, त्यस ठाउँको नाउँ तिनले एल बेथेल राखे, किनभने तिनका दाजुबाट भागेर जाँदा परमेश्वरले आफैलाई त्यहाँ तिनी कहाँ प्रकट गर्नुभएको थियो। 8 त्यहाँ रिबेकाकी दाइ दबोरा मरी र त्यसलाई बेथेलनेरको फलाटको रुखमुनि तिनीहरूले गाडे, त्यसैले त्यस ठाउँको नाउँ अल्लोन बकुत राखे। 9 याकुब पद्दन आरामबाट आएपछि परमेश्वर फेरि तिनी कहाँ देखा परेर तिनलाई आशिष दिनुभयो। 10 परमेश्वरले तिनलाई भन्नुभयो, तेरो नाउँ त याकुब हो, तर अबदेखि उपरान्त तँलाई याकुब भनिने छैन, तेरो नाउँ इस्राएल हुनेछ, यसैले तिनको नाउँ इस्राएल भयो। 11 परमेश्वरले तिनलाई भन्नुभयो, म सर्वशक्तिमान परमेश्वर हुँ, फल्दै फुल्दै जा र सङ्ख्यामा तेरो वृद्धि होस्, एउटा जाति र जातिहरूको समूह तँबाट उत्पन्न हुनेछन् र राजाहरू पनि तँबाट उत्पन्न हुनेछन्। 12 अब्राहम र इसहाकलाई मैले दिएको देश म तँलाई दिनेछु र म त्यो देश तँपछि हुने तेरा सन्तानलाई दिनेछु। 13 तब तिनीसँग कुरा गर्नुभएको ठाउँबाट परमेश्वर उक्लिहाल्नुभयो। 14 परमेश्वर तिनीसँग कुरा गर्नुभएको ठाउँमा याकुबले ढुङ्गाको एउटा खामो खडा। उत्पत्ति 36 एसाउका सन्तान। 1 एसाउ अर्थात् एदोमको वृत्तान्त यही हो। 2 एसाउले कनानी स्त्रीहरूमध्येबाट पत्नी ल्याए, अर्थात् हित्ती एलोनकी छोरी आदा र हिब्बी सिबोनकी नातिनी र अन्नाकी छोरी ओहोलीबामा। 3 तथा इस्माएलकी छोरी नबायोतकी बहिनी बासमत। 4 एसाउबाट आदाले एलिपजलाई जन्माइन् र बासमतले रुएललाई जन्माइन्। 5 अनि ओहोलीबामाले येउश, यालाम र कोरहलाई जन्माइन्। कनान देशमा जन्मेका एसाउका छोराहरू यी नै हुन्। 6 आफ्ना पत्नीहरू, छोराछोरीहरू र तिनको घरका सबै मानिसहरू, गाईबस्तुहरू र तिनका अरू जम्मै पशुहरू र कनान देशमा प्राप्त गरेका सबै सम्पत्तिहरू लिएर एसाउ आफ्नो भाइ याकुबबाट छुट्टिएर अर्को देशमा गए। 7 धेरै धन सम्पत्ति भएको हुनाले तिनीहरू एकसाथ बस्न सकेनन्,
तिनीहरूका गाईबस्तुले गर्दा तिनीहरू बसेका ठाउँबाट तिनीहरूको निर्वाह हुन सकेन। यसकारण एसाउले अर्थात् एदोमले सेयीरको देशमा बसोबास गरे। 8. सेयीरको पहाडी देशमा एदोमीहरूका पिता एसाउको वृत्तान्त यही हो। 10. एसाउका छोराहरूका नाउँ यी नै हुन्। एसाउकी पत्नी आदाका छोरा एलिपज र एसाउकी पत्नी बासमतका छोरा रुएल। 11. एलिपजका छोराहरू तेमान, ओमार, सपो, गातम र कनज। 12. एसाउका छोरा एलिपजकी तिम्ना नाउँ भएकी एउटी भित्रिनी थिइन्। एलिपजबाट त्यसले अमालेकलाई जन्माए। एसाउकी पत्नी आधाका नातिनीहरू यी नै हुन्। 13. रुएलका छोराहरू नहत, जेरह, शम्मा र मिज्जा। एसाउकी पत्नी बासमतका नातिनीहरू यी नै हुन्। 14. एसाउकी पत्नी ओहोलिबामा, जो सिबोनकी नातिनी र अन्नाकी छोरी थिइन्, एसाउबाट तिनका यी छोराहरू भए, येउश, यालाम र कोरह। 15. एसाउका सन्तानहरूमध्ये मुख्य यी नै हुन्। एसाउका जेठा छोरा एलिपजका छोराहरू। मुखियाहरू तेमान, ओमार, सपो, कनज, सोर, कोरह, गातम र अमालेक। एदोम देशमा एलिपजबाट भएका मुखियाहरू यी नै हुन्। यिनीहरू आदाका नातिनीहरू हुन्। 17. एसाउका छोरा रुएलका छोराहरू। मुखियाहरू नहत, जेरह, शम्मा र मिज्जा। एदोम देशमा रुएलबाट भएका मुखियाहरू यी नै हुन्। एसाउकी पत्नी बासमतका नातिनीहरू यी नै हुन्। 18. एसाउकी पत्नी ओहोलिबामाका छोराहरू। मुखियाहरू येउश, यालाम र कोरह। अन्नाकी छोरी एसाउकी पत्नी ओहोलिबामाले जन्माएका मुखियाहरू यी नै हुन्। 19. एसाउ अर्थात् एदोमका छोराहरू यी नै हुन् र तिनीहरूका मुखियाहरू यी नै हुन्। 20. त्यस देशका बासिन्दा होरी सेयीरका छोराहरू यी नै हुन्। लोतान। उत्पत्ति 37. योसेफका सपनाहरू। याकुब आफ्ना बाबुले बसोबास गरेको कनान देशमा बस्थे। याकुबको वृत्तान्त यही हो। योसेफ 17 वर्षका हुँदा तिनका दाजुहरूसँग भेडाबाख्राहरूका बगाल चराउँथे। एक दिन तिनले आफ्ना पिताका पत्नीहरू बिल्हा र जिल्पाका छोराहरूको खराब व्यवहारको कुरा आफ्ना बुवा कहाँ ल्याए। आफ्नो बुढेसकालका छोरा भएकाले इस्राएलले अरू छोराहरूलाई भन्दा योसेफलाई बढी माया गर्थे र तिनले योसेफको निम्ति राम्रा बुट्टाहरू भएको एउटा लामो लबेदा बनाइदिए। तर तिनका बुबाले अरू दाजुभाइहरूलाई भन्दा तिनलाई बढी माया गरेका देखि तिनका दाजुहरूले तिनीसित दुश्मनी राखे र तिनीसँग राम्ररी बोल्दैनथे। एकपल्ट योसेफले एउटा सपना देखे। तिनले त्यो सपना आफ्ना दाजुहरूलाई भनेपछि तिनीहरू उनीसँग झन बढी दुश्मनी राख्न लागे। तिनले उनीहरूलाई भने, मैले देखेको सपना सुन्नुहोस्। हामीहरू खेतमा अन्नका बिटा बाँधिरहेका थियौं। मेरो बिटा चाहिँ ठाडो भयो र तपाईहरूका बिटाहरू त्यसका चारैतिर जम्मा भएर मेरो बिटालाई दण्डवत गरे। तिनका दाजुहरूले तिनलाई भने, के तँ हामीमाथि राज्य गर्ने भइस्? के तेरो प्रभुत्व हामीमाथि हुने भयो? अनि तिनको सपना र तिनका कुराहरूको कारणले उनीहरूले तिनीसँग झन दुश्मनी राखे। तब तिनले अर्को सपना देखे र तिनका दाजुहरूलाई यसो भनेर बताए, सुन्नुहोस्, मैले अर्को सपना देखे। सूर्य, चन्द्र र 11वटा ताराले मलाई दण्डवत गरिरहेका थिए। जब तिनले आफ्ना बुबा र दाजुहरूलाई यो सपना बताए, तब तिनका बुबाले तिनलाई हप्काएर भने, तैँले देखेको यो सपना के हो? के साँच्चै नै म र तेरी आमा र तेरा दाजुहरू आएर भुइँसम्मै झुकेर तँलाई ढोग्नुपर्ने? तब तिनका दाजुहरूले तिनलाई डाहा गर्न लागे। तर तिनका बाबुले चाहिँ यी कुरा मनैमा राखे। योसेफलाई तिनका दाजुहरूले बेचेर मिस्रमा पठाएका। 12. एकपल्ट तिनका दाजुहरू आफ्ना बुबाका बगालहरू सकेममा चराउन गएका थिए। 13. र इस्राएलले योसेफलाई भने, तेरा दाजुहरू सकेममा भेडाहरू चराइरहेका छन्। आइज, म तँलाई उनीहरू कहाँ पठाउँछु। योसेफले भने, म तयार छु। इस्राएलले तिनलाई भने, गएर हेर, तेरा दाजुहरू र भेडा बाख्राहरू राम्रै छन् कि छैनन्, अनि म कहाँ समाचार ले। तब इस्राएलले तिनलाई हेब्रोनको बेसीबाट सकेममा पठाए। योसेफ त्यहाँ आइपुगेपछि 15. एकजना मानिसले तिनलाई खेतमा डुलिरहेको भेट्टार्यो। त्यस मानिसले तिनलाई सोध्यो, तिमी कसलाई खोज्दैछौ? तिनले भने, म मेरा दाजुहरूलाई खोज्दैछु। दया गरी मलाई भन्नुहोस्, उनीहरू बगाल कहाँ चराउँदैछन्?
त्यस मानिसले भन्यो, उनीहरू त यहाँबाट गए, किनभने उनीहरूले हामी दोतानतिर जाउँ भनिरहेका मैले सुनेको थिएँ। यसैले आफ्ना दाजुहरूलाई खोज्दै गएर योसेफले उनीहरूलाई दोतानमा भेट्टाए। उनीहरूले तिनलाई टाढैबाट आइरहेको देखे र तिनी उनीहरूका नजिक आइपुग्नुभन्दा अघि नै तिनलाई मार्ने उनीहरूले मतो गरे। उनीहरूले आपसमा भने, लौ अब हामी त्यसलाई मारेर एउटा खाडलमा फालिदिउँ, जङ्गली पशुले त्यसलाई खाएछ क्यारे भनी हामी भनौला र त्यसका सपनाहरू। उत्पत्ति 38। तामारको घटना 1। त्यसबेला यहुदा चाहिँ आफ्ना दाजुभाइहरूलाई छोडेर तलतिर हिरा नाउँ भएको कुनै एक अदुल्लामवासी कहाँ गए। 2। त्यहाँ यहुदाले सुवा नाउँ भएको कुनै कनानीकी छोरीलाई देखे। उनले तिनलाई विवाह गरेर तिनी कहाँ गए। 3। तिनी गर्भवती भएर एकजना छोरो जन्माइन् र त्यसको नाउँ एर राखियो। 4। तिनी फेरि गर्भवती भएर अर्को छोरो जन्माइन्, तिनले त्यसको नाउँ ओनान राखिन्। 5। फेरि तिनले एउटा छोरो जन्माइन् र तिनले त्यसको नाउँ शेलह राखिन्, तिनले त्यसलाई जन्माउँदा यहुदा चाहिँ कजिपमा बस्दै थिए। 6। यहुदाले उनको जेठो छोरो एरको निम्ति एउटी पत्नी ल्याइदिए, तिनको नाउँ तामार थियो। तर यहुदाको जेठो छोरो एर परमप्रभुको दृष्टिमा दुष्ट थियो र परमप्रभुले त्यसको प्राण लिनुभयो। 8। तब यहुदाले ओनानलाई भने, तेरी भाउजू कहाँ जा र देवरले गर्नुपर्ने कर्तव्य गर र तेरा दाजुको निम्ति सन्तान उत्पन्न गर। तर सन्तान आफ्नो नहुने जानेर ओनानले भाउजू कहाँ जाँदा दाजुको सन्तान नहोस् भन्ने हेतुले वीर्य चाहिँ भुइँ पतन गर्थ्यो। 10। त्यसले गरेको यो काम परमप्रभुको दृष्टिमा खराब ठहरियो र उहाँले त्यसको पनि प्राण लिनुभयो। 11। तब यहुदाले आफ्नी बुहारी तामारलाई भने, मेरो छोरो शेलह ठूलो नहुन्जेल विधवा नै भएर तिम्रा बुबाको घरमा बस, किनभने शेलह त्यसका दाजुहरू जस्तै मर्छ कि भनेर उनी डराए। यसकारण तामार गएर आफ्नो माइतमा बसिन्। 12। रहदा बस्दा एक दिन सुवाकी छोरी यहुदाकी पत्नी मरिन्। शोक गर्ने समय बितिसकेपछि यहुदा उनका मित्र अदुल्लामवासी हिरालाई साथमा लिएर तिम्नामा उनका भेडा कत्रनेहरू कहाँ गए। 13। ससुरा भेडा कत्रनलाई तिम्नामा जाँदैछन् भन्ने खबर तामारले पाएर। 14। विधवाको लुगा फुकाली घुम्टो हालेर भेष परिवर्तन गरी तिम्नाको बाटोमा भएको एनयम सहरको ढोकामा बसिन्, किनभने शेलह ठूलो भइसकेर पनि त्यसकी पत्नी हुन नपाएकी तिनले देखिन्। 15। तिनले मुख छोपेकी हुनाले यहुदाले तिनलाई देखेर बेश्या भनी ठाने। 16। सडकको किनारमा गएर उनले तिनलाई भने, लौ मलाई तिमी कहाँ आउन देऊ, किनभने आफ्नै बुहारी हो भनी उनलाई थाहा थिएन। तिनले भनिन्, तपाईँ म कहाँ आउनुहुन्छ भने मलाई के दिनुहुन्छ। 17। उनले जवाफ दिए, बगालबाट म तिमीलाई एउटा पाठो दिनेछु। तिनले भनिन्, तपाईले त्यो नपठाउन्जेल मसँग केही चीज बन्दकी राख्नुहुन्छ कि। 18। उत्पत्ति 39। पोतिफरको घरमा योसेफ। 1। अब योसेफ मिस्रमा लगिए र फारोका एकजना अधिकृत अङ्गरक्षकका कप्तान पोतिफर भन्ने एकजना मिस्रीले तिनलाई त्यहाँ ल्याउने इस्माएलीहरूका हातबाट किने। 2। परमप्रभु योसेफको साथमा हुनुहुन्थ्यो र त्यहाँ तिनको उन्नति भयो। तिनी आफ्ना मिस्री मानिकको घरमा बस्थे। 3। तिनका मालिकले परमप्रभु तिनको साथमा हुनुभएको र तिनले गरेका सबै काममा परमप्रभुले उन्नति गराउनु भएको देखे। 4। यसैले उनको निगाह योसेफमाथि रह्यो। योसेफले उनको सेवा शुश्रूषा गर्थे। उनले तिनलाई आफ्नो घरको मुख्य कारिन्दा तुल्याएर उनीसँग भएका सब थोकको जिम्मा तिनलाई दिए। 5। उनले तिनलाई आफ्नो घरको र आफूसँग भएका सबै कुराको मुख्य कारिन्दा तुल्याएको समयदेखि परमप्रभुले योसेफको खातिर त्यस मिस्रीको घरमा आशिष दिनुभयो। परमप्रभुको आशिष उनको घरबार, अन्न खेत र सबै कुरामाथि थियो। 6। यसैले आफूसँग भएका सबै उनले योसेफको जिम्मामा छोडिदिए।
आफूले खाने भोजनबाहेक आफूसँग भएको अरू कुनै कुराको विषयमा उनी वास्ता राख्दैन थिए। योसेफ सुन्दर र हेर्नमा राम्रा थिए। 7 केही समयपछि तिनका मालिककी पत्नीले योसेफमाथि नजर लगाएर भनिन्, मसँग सुत। तर तिनले अस्वीकार गरेर आफ्ना मालिककी पत्नीलाई भने, हेर्नुहोस्, म यस घरमा भएकोले गर्दा मेरा मालिकलाई यस घरमा भएको कुनै कुराको पनि फिक्री छैन र उहाँसँग भएका सबै कुरा उहाँले मेरै जिम्मामा दिनुभएको छ। यस घरमा मभन्दा ठूलो कोही छैन। उहाँले तपाईँ बाहेक सबै कुरा मलाई दिनुभएको छ, किनभने तपाईँ उहाँकी पत्नी हुनुहुन्छ। तब कसरी यस्तो घोर दुष्ट काम गरेर परमेश्वरको विरुद्धमा मैले पाप गर्नु? 10 अनि तिनले दिनदिनै योसेफसँग कुरा गर्दा तापनि तिनीसित सुत्न अथवा तिनीसित बस्न योसेफ मानेनन्। 11 एक दिन योसेफ आफ्नो काम गर्न घरभित्र उत्पत्ति 40 फारोका नोकरहरूका सपना। 1 केही समयपछि मिस्रका राजाका मुख्य पियाउने र मुख्य पकाउनेले आफ्ना मालिक मिस्रका राजाको विरुद्धमा अपराध गरे। 2 फारो आफ्ना यी दुई अधिकृतहरू अर्थात् मुख्य पियाउने र मुख्य पकाउनेसँग क्रोधित भए। 3 उनले उनीहरूलाई अङ्गरक्षकका कप्तानको घर अर्थात् झ्यालखानाको पहरामा हालिदिए। योसेफ पनि त्यही नै थुनामा थिए। 4 अङ्गरक्षकका कप्तानले उनीहरूलाई योसेफको जिम्मामा राखिदिए र तिनले उनीहरूको रेखदेख गर्थे। केही समयसम्म उनीहरू पहरामा नै बसे। 5 एकपल्ट एकै रात झ्यालखानामा परेका मिस्रका राजाका मुख्य पियाउने र मुख्य पकाउने दुवैले आआफ्नो अर्थ भएका सपना देखे। 6 बिहान आउँदा योसेफले उनीहरूलाई अफसोस गरिरहेका देखे। यसकारण तिनले आफ्ना मालिकको कैदमा रहेका फारोका ती दुई अधिकृतहरूलाई सोधे, आज किन तपाईहरूको मुख दुखी छ? उनीहरूले तिनलाई भने, हामीले सपना देख्यौं, तर तिनको अर्थ खोलिदिने कोही पनि छैन। योसेफले उनीहरूलाई भने, सपनाको अर्थ त परमेश्वरकै हातमा हुँदैन र? मलाई तपाईहरूका सपना बताउनुहोस्। 9 तब मुख्य पियाउनीले चाहिँ आफ्नो सपना योसेफलाई यसरी बताए, मेरो सपनामा मेरो सामुन्ने एउटा दाखको बोट थियो। दाखको बोटमा 3 वटा हाँगाहरू थिए। त्यसमा टुसा पलाएपछि फूलहरू पनि ढकमक्क लागे र दाखका झुप्पाहरू लटरम्म भएर पाके। 11 फारोको कचौरा मेरो हातमा थियो र मैले दाख लिई निचोरेर फारोको कचौरामा हाले र त्यो कचौरा फारोको बाहुलीमा टक्र्याएँ। 12 योसेफले उनलाई भने, यसको अर्थ यही हो, 3 हाँगाहरू भनेको 3 दिन हो। 13 3 दिन भित्रै फारोले तपाईको शिर ठाडो पारिदिनुहुनेछ र फेरि तपाईको आफ्नो काम दिनुहुनेछ। उत्पत्ति 41 फारोका सपनाहरू र त्यसका अर्थ। 1 यसको पूरा 2 वर्षपछि फारोले एउटा सपना देखे। सपनामा उनी नील नदीको किनारमा उभिरहेका थिए। 2 नील नदीबाट 7 वटा खूब सप्रिका मोटा मोटा गाईहरू निस्केर आए र काँसको घारीमा चर्न लागे। 3 त्यसपछि अरू 7 वटा हड्डी र छाला मात्र भएका दुब्ला दुब्ला गाईहरू नील नदीबाट तिनीहरूका पछि पछि निस्के र नील नदीको किनारमा उभिरहेका पहिलेका गाईहरूसँगै उभिए। 4 ती हड्डी र छाला मात्र भएका दुब्ला दुब्ला गाईहरूले ती 7 वटा सप्रेका मोटा मोटा गाईहरूलाई खाइहाले अनि फारो बिउझे। 5 त्यसपछि उनी फेरि निदाए र अर्को एउटा सपना देखे। 7 वटा भरिला र असल अनाजका बाला एउटै डाँठमा उम्रिरहेका थिए। 6 त्यसपछि सेप्रा र पूर्वीय बतासले ओइलाएका अरू 7 वटा अन्नका बालाहरू पसाए। 7 अनि ती सेप्रा बालाहरूले ती 7 वटा असल र भरिला बालाहरूलाई निलिहाले अनि फारो बिउझे। त्यो सपना रहेछ भनी उनलाई थाहा भयो। बिहान उनको हृदयमा ठूलो चिन्ता पर्यो अनि उनले मिस्रका सबै जादुगर र त्यहाँका सबै ज्ञानी पुरुषहरूलाई बोलाए। फारोले तिनीहरूलाई आफ्ना सपना बताए, तर फारोलाई सपनाको अर्थ खोलिदिने त्यहाँ कोही भएन। 9 तब ती मुख्य पियाउनेले फारोलाई भने, मेरो भूल आज मलाई थाहा भयो। 10
फारोले आफ्ना नोकरहरूसँग रिसानी भएर मलाई र मुख्य पकाउनेलाई अङ्गरक्षकका कप्तानको कैदखानामा राख्नुहुँदा एउटै रात उनले र मैले आआफ्नै अर्थ भएका सपना देखेका थियौं। 12 त्यहाँ अङ्गरक्षकका कप्तानको एकजना जवान हिब्रू नोकर हामीसँग थियो र जब हामीले त्यसलाई हाम्रा सपना बतायौं, हामी दुवैको आआफ्नो सपना अनुसार सपनाको अर्थ त्यसले हामीलाई खोलिदियो। 13 त्यसले हामीलाई जस्तो अर्थ खोलेको थियो त्यस्तै हुन आयो। म आफ्नो काममा फेरि नियुक्त भएँ, तर त्यो मुख्य पकाउने चाहिँ झुन्ड्याइयो। 14 यसै कारण फारोले योसेफलाई बोलाउन पठाए र उनीहरूले तिनलाई झ्यालखानाबाट निकालेर ल्याए। तिनले दारी र कपाल खौरे र लुगा फेरे, अनि तिनी फारोको सामुन्ने हाजिर भए। 15 फारोले योसेफलाई भने, मैले एउटा सपना देखे, तर यहाँ कसैले त्यसको अर्थ बताउन सकेन। मैले तेरो विषयमा सुने कि सपना सुनेपछि तैले अर्थ खोल्न सक्छस् रे। 16 योसेफले फारोलाई भने, यस्तो ज्ञान त ममा छैन, तर परमेश्वरले फारोलाई यथार्थ उत्तर दिनुहुन्छ। 17 तब फारोले योसेफलाई भने, मेरो सपनामा म नील नदीको किनारमा उभिरहेको थिएँ, अनि 7 वटा खूब सप्रेका मोटा गाईहरू नील नदीबाट निस्केर काँसको घारीमा चर्न लागे। 19 त्यसपछि निर्धा र हड्डी र छाला मात्र भएका दुब्ला दुब्ला गाईहरू नील नदीबाट तिनीहरूका पछि पछि निस्के र नील नदीको किनारमा उभिरहेका पहिलेका गाईहरूसँगै उभिए। 20 ती हड्डी र छाला मात्र भएका दुब्ला दुब्ला गाईहरूले ती 7 वटा सप्रेका मोटा मोटा गाईहरूलाई खाइहाले। 21 तर तिनीहरूले ती 7 वटालाई खाइसकेपछि पनि तिनीहरूले खाए भनेर कसैले भन्न सक्दैन थियो, किनभने तिनीहरू अझै पनि पहिले जस्तै दुब्लै थिए। तब म बिउझे। 22 मैले मेरो दोस्रो सपनामा यो पनि देखे, एउटा डाँठमा 7 वटा भरिला र असल बाला पसाए। 23 फेरि ओइलाएका, सेप्रा र पूर्वीय बतासले हानेका 7 वटा अन्नका बालाहरू पसाए। 24 ती सेप्रा बालाहरूले ती 7 वटा असल र भरिला बालाहरूलाई निलिहाले। मैले जादुगरहरूलाई पनि यो सपना बताएँ, तर मलाई यसको अर्थ खोलिदिन कसैले पनि सकेन। 25 तब योसेफले फारोलाई भने, फारोका सपनाहरू एउटै हुन्। परमेश्वरले जे गर्न लाग्नु भएको छ सो फारोलाई प्रकट गर्नु भएको छ। 26 ती 7 वटा खूब सप्रेका मोटा मोटा गाईहरू 7 वर्ष र ती 7 वटा असल बालाहरू पनि 7 वर्ष नै हुन्। सपना एउटै हो। 27 तिनका पछि पछि आउने हड्डी र छाला मात्र भएका दुब्ला गाईहरू 7 वर्ष हुन् र ती 7 वटा पूर्वीय बतासले हानेका सेप्रा बालाहरू पनि अनिकालका 7 वर्ष हुन्। 28 यो मैले फारोलाई निवेदन गरे जस्तै हो। आफूले गर्न लाग्नु भएको कार्य फारोलाई परमेश्वरले देखाउनु भएको छ। 29 मिस्र देशभरि जताततै 7 वर्षसम्म ठूलो सहकाल हुनेछ। 30 तर त्यसपछि अनिकालका 7 वर्ष आउनेछन् र मिस्रभरि त्यो सहकालको समय बिर्सिनेछ र अनिकालले देश स्वाहा पार्नेछ। उत्पत्ति 42 याकुबका 10 छोराहरू मिस्रमा गएका। 1 मिस्रमा अनाज छ भनी थाहा पाएपछि याकुबले आफ्ना छोराहरूलाई भने, तिमीहरू किन एक अर्काको मुख हेराहेर गर्दै बस्छौ? 2 मिस्रमा अनाज छ रे भन्ने मैले सुनेको छु, हामीहरू जीवितै रहने हो भने त्यहाँ गएर हाम्रा निम्ति अनाज किनेर ल्याऊ। 3 यसकारण योसेफका 10 जना दाजुहरू मिस्रमा अनाज किन्न गए, तर याकुबले योसेफका भाइ बेन्यामिनलाई चाहिँ तिनका दाजुहरूसँग पठाएनन्, किनकि तिनलाई केही खतरा आइपर्ला भनी याकुब डराउँथे। यसरी अरू जानेहरूका साथमा इस्राएलका छोराहरू पनि अनाज किन्न गए, किनकि कनान देशमा पनि अनिकाल परेको थियो। त्यसबेला योसेफ मिस्रका अधिपति थिए, देशका सारा मानिसहरूलाई अनाज बेच्ने पनि तिनी नै थिए। यसकारण योसेफका दाजुहरूले आएर भुइँसम्म निहुरेर तिनलाई ढोग गरे। योसेफले आफ्ना दाजुहरूलाई देखेर चिनिहाले, तर तिनले उनीहरूलाई नचिनेका जस्तै गरी कडासँग उनीहरूलाई सोधे, तिमीहरू कहाँबाट आएका हौ?
उनीहरूले भने, कनान देशबाट अनाज किन्न आएका हौं। योसेफले आफ्ना दाजुहरूलाई त चिने, तर उनीहरूले भने तिनलाई चिनेनन्। तब योसेफले उनीहरूका विषयमा आफूले देखेका सपना सम्झे र तिनले उनीहरूलाई भने, तिमीहरू जासुस हौ, यस देशको कमजोरी थाहा गर्न तिमीहरू आएका हौ। उनीहरूले योसेफलाई भने, हे प्रभु, त्यसो होइन, हामी तपाईका दासहरू अनाज किन्न आएका हौं। हामी सबै एउटै मानिसका छोराहरू हौं। हामी सोझा मानिसहरू हौं। हामी हजुरका दासहरू हौं, जासुस होइनौं। तिनले उनीहरूलाई भने, होइन, तिमीहरू यस देशको कमजोरी थाहा गर्नलाई नै आएका हौ। तब उनीहरूले भने, हामी हजुरका दास 12 जना दाजुभाइहरू थियौं, कनान देशका एउटै मानिसका छोराहरू हौं। कान्छो चाहिँ यस बेला हाम्रा बुबाका साथमा छ र एउटा चाहिँ अब छैन। योसेफले उनीहरूलाई भने, मैले भने जस्तै तिमीहरू जासुस नै रहेछौ। अब तिमीहरूको जाँच यसरी हुनेछ। फारोको जीवनको शपथ खाएर म भन्दछु कि तिमीहरूको कान्छो भाइ नआएसम्म तिमीहरू यस ठाउँबाट जान पाउने छैनौ। तिमीहरूमध्ये एकजनालाई तिमीहरूको भाइलाई ल्याउन पठाओ, त्यतिन्जेल तिमीहरू थुनामा रहनेछौ। यसरी तिमीहरूको कुरा सत्य हो कि होइन जाँचिनेछ। नत्र त फारोको जीवनको शपथ खाएर म भन्दछु कि तिमीहरू जासुस नै हौ। अनि योसेफले उनीहरूलाई एकसाथ 3 दिन थुनामा राखे। तेस्रो दिन योसेफले उनीहरूलाई भने, यसो गर र तिमीहरू बाँच्नेछौ, किनकि म परमेश्वरसँग डराउँछु। यदि तिमीहरू इमान्दार हौ भने तिमीहरू दाजुभाइहरूमध्ये एकजना यहाँ थुनामा बस र बाँकी चाहिँ अनिकालमा तिमीहरूका परिवारको भोक मार्नलाई अनाज बोकेर जाओ। तर तिमीहरूको कान्छो भाइलाई यहाँ म कहाँ ल्याओ। यसरी तिमीहरूको कुरा साँचो ठहरिनेछ र तिमीहरू मर्ने छैनौ। उनीहरूले त्यसै गरे। उनीहरू एकले अर्कालाई भने, साँच्ची नै हाम्रो भाइको विषयमा हामी दोषी छौं, किनकि त्यसले हामीसित बिन्ती गर्दा हामीले त्यसको मनको व्याकुलता देखेर पनि त्यसको कुरा सुनेनौ। यसकारण यो सङ्कष्ट हामीमाथि पर्न आएको हो। रुबेनले उनीहरूलाई जवाफ दिए, त्यस ठिटाको विरुद्ध अपराध नगर भनी मैले तिमीहरूलाई भनेको हो, तर तिमीहरू सुन्दै सुनेनौ। अब त्यसका रगतको बदला हामीले भोग्नुपर्छ। योसेफ र तिनका दाजुभाइहरूका बीचमा दोभाषी भएको हुनाले उनीहरूको कुरा योसेफले बुझ्छन् भनी। उत्पत्ति 43। योसेफका दाजुहरू दोस्रो पल्ट मिस्रमा गएका। 1 त्यहाँ देशमा अझ भयङ्कर अनिकाल थियो। 2 जब मिस्रबाट ल्याएको अनाज उनीहरूले खाइसके, तब उनीहरूका बाबुले उनीहरूलाई भने, हाम्रा निम्ति अलिकता अनाज किन्न फेरि जाओ। 3 तर यहुदाले तिनलाई भने, ती मानिसले हामीलाई, तिमीहरूको भाइलाई तिमीहरूका साथमा नल्याउन्जेल मेरो सम्मुख आउन पाउने छैनौ भनेर कडा चेतावनी दिएका छन्। 4 तपाईले भाइलाई हाम्रो साथमा पठाउनुहुन्छ भने मात्र हामी गएर तपाईको निम्ति अनाज किनेर ल्याउनेछौं। 5 तर त्यसलाई पठाउनुहुन्न भने त हामी जाने छैनौं, किनभने ती मानिसले हामीलाई भनेका छन् कि तिमीहरूको भाइ तिमीहरूसित नहुन्जेल तिमीहरू मेरो सम्मुख आउन पाउने छैनौ। 6 इस्राएलले भने, तिमीहरूको अर्को भाइ छ भनी ती मानिसलाई बताएर तिमीहरूले म माथि यस्तो सङ्कष्ट किन ल्यायौ। 7 उनीहरूले जवाफ दिए, ती मानिसले यसो भनेर हामी र हाम्रा कुटुम्बका विषयमा केरकार गरी सोधपुछ गरे, के तिमीहरूका बुबा अझै जीवितै छन्? के तिमीहरूको अरू भाइ पनि छ? हामीले त यी नै प्रश्नका जवाफ मात्र तिनलाई दियौं। तिनले हामीलाई, तिमीहरूको भाइलाई यहाँ ल्याऊ भन्लान् भनी हामीले कसरी जान्नु? 8 तब यहुदाले आफ्ना बुबा इस्राएललाई भने, यस केटालाई मेरो साथमा पठाइदिनुहोस् र हामी गइहाल्नेछौं, कि हामी र तपाईँ र हाम्रा बालबच्चा समेत नमरौं तर जीवितै रहौं। 9 यसको जमानी म भए, मेरै हातबाट फेरि तपाईले यसलाई लिनुहोला। यदि मैले यसलाई फर्काएर ल्याइन र तपाईको सामु राखिन भने म सदाको निम्ति दोषी ठहरिनेछु। 10 हामीले ढिलो नगरेको भए हामी 2 पल्टसम्म ओहोरदोहोर गर्न सक्ने थियौं। 11 तब उनीहरूका बुबा इस्राएलले उनीहरूलाई भने, यदि यसो हुनै पर्छ भने यसो गर, यस देशका बढिया बढिया उब्जनीहरू, अलिक सुगन्धित लेप, अलिकता मह, सुगन्धित मसला, मुर्र, पेस्ता र हाडे बदाम ती मानिसको निम्ति सौगातको रूपमा तिमीहरूका धोक्रामा लगिदेऊ। 12 तिमीहरूसँग दोब्बर चाँदी पनि लैजाऊ, किनभने जुन चाँदी तिमीहरूका धोक्राको मुखमा थियो त्यो फिर्ता गर्नुपर्छ, सायद त्यो भुलले भएको होला। 13 आफ्नो भाइलाई पनि साथमा लिएर ती मानिस कहाँ फेरि जाओ। 14 तिमीहरूको अर्को भाइ र बेन्जामिनलाई छुटकारा दिन ती मानिसको सामुन्ने सर्वशक्तिमान परमेश्वरले तिमीहरूमाथि कृपा गरून्, म निर्वंश हुनै पर्छ भने होस्। 15
तब ती मानिसहरू सौगात, दोब्बर चाँदी र बेन्जामिनलाई पनि आफ्ना साथमा लिई मिश्रतिर गए र योसेफको सामुन्ने हाजिर भए। 16 जब योसेफले तिनीहरूका साथमा बेन्जामिनलाई देखे तब तिनले आफ्नो घरको भण्डारेलाई भने, यी मानिसहरूलाई मेरो घरमा लैजाऊ र एउटा पशु मारेर भोज तयार गर, किनभने यी मानिसहरू आज दिउँसो मसँगै खानेछन्। 17 योसेफले हुकुम गरे बमोजिम त्यस मानिसले गर्यो र ती मानिसहरूलाई योसेफको घरमा ल्यायो। 18 तर योसेफको घरमा ल्याएको हुनाले योसेफका दाजुभाइहरूले डराएर आपसमा भने, पहिलोपल्ट हाम्रा धोक्राहरूमा फर्काइदिएको चाँदीको कारण हामीलाई यहाँ ल्याएको हुनुपर्छ। अब तिनले हाम्रा विरुद्धमा निहु पाएर हामीलाई कमारा तुल्याउँछन् र हाम्रा गधाहरू जफत गरेर लिन्छन् होला। यसै कारण यो उत्पत्ति 44 योसेफले आफ्ना दाजुभाइको जाँच गरेका। 1 तब योसेफले आफ्नो घरको भण्डारेलाई यसो भनेर हुकुम गरे, उनीहरूले लैजान सक्ने जति अनाज ती मानिसहरूका धोक्राहरूमा भरिदेऊ र हरेक मानिसको चाँदी आफ्नो धोक्रोको मुखमा राखिदेऊ। अनि मेरो कचौरा अर्थात् मेरो चाँदीको कचौरा चाहिँ अनाजको चाँदी समेत त्यस कान्छा चाहीको धोक्राको मुखमा हालिदेऊ। र त्यसले योसेफले भने बमोजिम गर्यो। 3 बिहान उज्यालो हुने बित्तिकै उनीहरूका गधाहरूसँगै तिनले ती मानिसहरूलाई पठाइदिए। 4 उनीहरू सहरबाट अलिक पर पुगेपछि योसेफले आफ्नो भण्डारेलाई भने, झट्टै ती मानिसहरूका पछि जाऊ र उनीहरूलाई भेटाएपछि यसो भन्नु, तिमीहरूले किन भलोको बदला खराबी गर्यौ? यही कचौरा होइन जसबाट मेरा मालिक पिउनुहुन्छ र जसद्वारा उहाँलाई सकुन अपसकुन पनि हुन्छ? यो त तिमीहरूले खराब काम गर्यौ। 6 त्यसले उनीहरूलाई भेटाएपछि उनीहरूसँग त्यही कुरा गरे। उनीहरूले त्यसलाई भने, हजुर किन यस्तो कुरा गर्नुहुन्छ? यस्तो काम हजुरका दासहरूबाट दूर रहोस्। हेर्नुहोस्, हाम्रा धोक्राका मुखमा हामीले भेटाएको चाँदी त हामीले कनान देशबाट फिर्ता ल्यायौं भनी कसरी हामीले हजुरका मालिकको महलबाट चाँदी अथवा सुन चोरी गर्थ्यौं र? 9 हजुरका दासहरूमध्ये जससँग त्यो फेला पर्छ त्यो मारियोस् र हामी पनि हजुरका कमारा हुनेछौं। 10 त्यसले भन्यो, तिमीहरूले भने जस्तै होस् त, जससँग त्यो फेला पर्ला त्यो मेरो कमारा हुनेछ, बाँकी चाहिँ निर्दोष ठहरिनेछन्। 11 तब हरेकले हतापति गरी आआफ्नो धोक्रो भुइँमा झारेर फुकाले। अनि भण्डारेले जेठादेखि लिएर कान्छासम्मको तलासी लियो र त्यो कचौरा बेन्यामिनको धोक्रामा फेला पर्यो। 13 तब उनीहरूले आफ्ना लुगा च्याते र गधा लदाएर सहरतिर फर्किए। 14 यहुदा र उनका दाजुभाइहरू योसेफको घरमा आइपुग्दा तिनी त्यही थिए र उनीहरूले तिनको सामु लम्पसार परेर प्रणाम गरे। 15 योसेफले उनीहरूलाई भने, तिमीहरूले यस्तो के काम गर्यौ? म जस्तो मानिससँग अन्तर्ज्ञान छ भनी के तिमीहरूलाई थाहा थिएन? 16 यहुदाले भने, हामी हजुरलाई के भनौं अथवा अब हामीले कसरी आफ्नो सफाई दिन सक्छौं र? हजुरका दासहरूको अपराध परमेश्वरले प्रकट गर्नुभएको छ। हेर्नुहोस्, अब हामी हजुरका कमारा भयौं, हामी र त्यो पनि जसको हातमा त्यो कचौरा फेला पर्यो। 17 तर योसेफले भने, मबाट यस्तो कहिले हुने छैन। जसको हातमा त्यो कचौरा फेला पर्यो त्यही मात्र मेरो कमारा हुनेछ, तर तिमीहरू चाहिँ आफ्ना बुवा कहाँ शान्तिपूर्वक जाऊ। 18 तब यहुदाले तिनको सामु गएर भने, हे मेरा प्रभु, बिन्ती छ, दासलाई एउटा कुरा गर्ने अनुमति दिनुहोस्। हजुर राजा समान हुनुभए तापनि आफ्नो दासप्रति रिसानी माफ रहोस्। 19 हजुरले आफ्ना दासहरूलाई यसो भनेर सोध्नु भएको थियो, के तिमीहरूका बुवा अथवा भाइ छ कि? 20 र हामीले हजुरलाई भन्यौं, हाम्रा बुवा एक वृद्ध मानिस। उत्पत्ति 45 योसेफले आफूलाई जाहेर गरेको। तब आफ्ना वरिपरि उभिने सबै सेवकका सामुन्ने आफूलाई सम्हाल्न नसकेर योसेफले कराएर भने, सबैजनालाई यहाँबाट बाहिर पठाइदेऊ। यसैले योसेफले आफ्ना दाजुभाइहरूसँग आफूलाई प्रकट गर्दा त्यहाँ अरू कोही थिएनन्। अनि तिनी यति ठूलो स्वरले रोए कि मिश्रीहरूले यो सुनेर फारोका परिवारकाहरूले पनि यो कुरा थाहा पाए। योसेफले आफ्ना दाजुभाइहरूलाई भने, म योसेफ हुँ, के मेरा बुवा जीवितै हुनुहुन्छ? तर तिनका दाजुहरूले तिनलाई जवाफ दिन सकेनन्, किनकि तिनको सामुन्ने उनीहरू डराएका थिए। तब योसेफले आफ्ना दाजुभाइहरूलाई भने, कृपा गरी मेरो नजिक आऊ। उनीहरू नजिक गएपछि तिनले भने, तिमीहरूले मिश्रमा बेचेको तिमीहरूको भाइ म नै हुँ। तिमीहरूले मलाई बेचेकोमा अब दुःख नमान, आफैमाथि रिस पनि नगर, किनकि जीवन बचाउनका निम्ति परमेश्वरले तिमीहरूभन्दा अघि यहाँ पठाउनु भएको हो। देशमा अनिकाल भएको 2 वर्ष भयो र अझै 5 वर्षसम्म कहीँ पनि हलो जोतिने छैन र अनाजको कटनी पनि हुने छैन। अनि तिमीहरूलाई एउटा भागको रूपमा
पृथ्वीमा जोगाएर राख्न र तिमीहरूको जीवन बचाउन भनी परमेश्वरले तिमीहरूभन्दा अघि यहाँ पठाउनु भएको हो। यसैले मलाई यहाँ पठाउने तिमीहरू होइनौ, तर परमेश्वर नै हुनुहुन्छ। उहाँले मलाई फारोका बुबा तुल्य र उनका सारा परिवारका मालिक र मिस्रभरिका शासक तुल्याउनु भएको छ। अब झट्टै मेरा बुबा कहाँ गएर उहाँलाई भन, तपाईंको छोरो योसेफ यसो भन्छ, परमेश्वरले मलाई सारा मिस्रका मालिक तुल्याउनु भएको छ। कति पनि अबेर नगरी म कहाँ आउनुहोस्। तपाईं गोसेन प्रदेशमा बसोबास गर्नुहोला। तपाईं र तपाईंका बालबच्चाहरू र तपाईंका नाति नातिनाहरू र तपाईंका बगालहरू र तपाईंसँग भएका जे जति सबै मेरो नजिकै हुनेछन्। त्यहाँ म तपाईंको पालनपोषण गर्नेछु, किनकि अनिकालका अझै 5 वर्ष बाँकी नै छन्। नत्रता तपाईं र तपाईंको परिवार र तपाईंसँग भएका सबै दरिद्र हुनेछन्। अब तिमीहरूसँग बोल्ने म योसेफ नै हुँ भनेर तिमीहरूले आफ्नै आँखाले र मेरो भाइ बेन्जामिनले पनि देखेका छौ। मिस्र देशमा मेरो सबै गौरव र तिमीहरूले जे देखेका छौ सो सब कुरा मेरा बुबालाई अवश्य भन्नु र झट्टै मेरा बुबालाई यहाँ ल्याउनु। तब आफ्नो भाइ बेन्जामिनको गलामा अङ्गालो हालेर तिनी उत्पत्ति 46। आफ्नो परिवारसित याकुब मिस्रमा गएका। 1। तब इस्राएल आफूसँग भएका सबै थोक लिएर हिँडे र बेर्शेबामा आएर आफ्ना बुबा इसहाकका परमेश्वरको निम्ति बलिदान चढाए। 2। अनि राति दर्शनमा परमेश्वरले इस्राएलसँग बोल्नुभयो र याकुब याकुब भनी तिनलाई बोलाउनुभयो, अनि तिनले भने, म यही छु। 3। उहाँले भन्नुभयो, म परमेश्वर तेरा बुबाका परमेश्वर हुँ। मिस्रमा जान नडरा, किनकि त्यहाँ म तँबाट एउटा ठूलो जाति बनाउनेछु। 4। म तँसँग मिस्रमा जानेछु र म तँलाई निश्चय नै फेरि फर्काइ ल्याउनेछु, अनि तेरो मृत्यु हुँदा योसेफकै हातले तेरा आँखा छोपिदिनेछ। आफ्नो हात तेरो आँखामाथि राख्नेछ। 5। त्यसपछि याकुब बेर्शेबाबाट हिँडे। इस्राएलका छोराहरूले आफ्ना बुबा याकुब, आफ्ना बालबच्चा र आफ्ना परिवारहरूलाई फारोले तिनलाई ल्याउन पठाएका गाडाहरूमा चढाएर लगे। 6। आफ्ना गाईबस्तु र कनान देशमा जम्मा गरेका माल सामानहरू लिएर याकुब र तिनका जम्मै परिवार मिस्रमा गए। 7। याकुबले आफ्ना साथमा आफ्ना छोराहरू, नातिहरू, छोरीहरू र नातिनीहरू, तिनका सबै सन्तानलाई मिस्रमा लगे। 8। मिस्रमा जाने इस्राएलका छोराहरू अर्थात् याकुब र तिनका सन्तानहरूका नाउँ यिनै हुन्। याकुबका जेठा छोरा रुएन। 9। रुएनका छोराहरू हानोक, पल्लु, हेस्रोन र कर्मी। 10। शिमेओनका छोराहरू यमुएल, यामिन, ओहद, याकिन, सोहर र कनानी पत्नीतर्फका छोरा शौल। 11। लेवीका छोराहरू गेर्शोन, कहात र मरारी। 12। यहुदाका छोराहरू एर, ओनान, शेहल, फारेस र जेर, तर एर र ओनान चाहिँ कनान देशमै मरे। फारेसका छोराहरू हेस्रोन र हामुल थिए। 13। इसाखारका छोराहरू तोला, पुवा, याशुब र शिमरोन। 14। जबुलुनका छोराहरू सेरेद, एलोन र याहलेल। 15। यिनीहरू चाहिँ याकुबबाट लेयाले पद्दन आराममा जन्माएका छोराहरू, तिनकी छोरी दिना समेत हुन्। लेयाबाट याकुबका छोराछोरी जम्मा 33 जना थिए। 16। गादका छोराहरू सेफोन, हाग्गी, शुनी, यसबोन, एरी, अरोदी र अरेली। 17। आशेरका छोराहरू यिम्ना, यिश्वा, यिश्वी र बरिया, तिनीहरूकी बहिनी शेरा थिइन्। बरियाका छोराहरू हेबेर र मल्किएल थिए। 18। लाबानले आफ्नी छोरी लेयालाई दिएकी कमारी जिल्पापट्टिका याकुबका छोराछोरी यिनै हुन्। यिनीहरू जम्मा 16 जना थिए। 19। याकुबकी पत्नी राहेलका छोराहरू योसेफ र बेन्यामिन थिए। 20। ओनका पुजारी। उत्पत्ति 47। योसेफका बुबा र दाजुभाइहरू फारो कहाँ हाजिर भएका। 1। तब भित्र गएर योसेफले फारोलाई भने, मेरा बुबा र दाजुभाइहरू उनका भेडा बाख्रा, गाईबस्तु र उनीहरूका सबै थोक लिएर कनानबाट आएका छन् र अहिले उनीहरू गोसेन प्रदेशमा छन्। 2। तिनले आफ्ना दाजुभाइहरूमध्येबाट 5 जनालाई लिएर फारो कहाँ हाजिर गराए। 3। फारोले तिनका दाजुभाइहरूलाई सोधे, तिनीहरूको कामधन्दा के हो?
उनीहरूले फारोलाई भने, हामी हजुरका दासहरू हाम्रा पिता पुर्खादेखि नै गोठाला हौं। 4 उनीहरूले फारोलाई अझै भने, हामी यस देशमा बसोबास गर्न आएका छौं किनकि कनान देशमा घोर अनिकाल परेको हुनाले हजुरका दासहरूलाई भेडा बाख्रा चराउने ठाउँ भएन। अब विनती छ कि हामी हजुरका दासहरूले गोसेन प्रदेशमा बसोबास गर्ने अनुमति पाऊँ। 5 फारोले योसेफलाई भने, तिम्रा बुबा र तिम्रा दाजुभाइहरू तिमी कहाँ आएछन्। 6 मिश्र देश तिम्रै अघि छ। देशको सबैभन्दा असल ठाउँमा तिम्रा बुबा र तिम्रा दाजुभाइहरूलाई बस्न देऊ। उनीहरूलाई गोसेन प्रदेशमा नै बस्न देऊ। उनीहरूमध्ये कति लायकका मानिसहरू छन् भनी तिमीले थाहा पायौ भने मेरा गाईबस्तुहरू पनि उनीहरूकै जिम्मामा लगाइदेऊ। 7 तब योसेफले आफ्ना बुबा याकुबलाई पनि फारो कहाँ हाजिर गराए। याकुबले फारोलाई आशीर्वाद दिए। 8 फारोले याकुबलाई सोधे, तपाईको उमेर कति भयो। 9 याकुबले भने, मेरो प्रवासी जीवनको उमेर 130 वर्ष भयो। मेरो यस जीवनका वर्षहरू त थोरै र दुःखमय भएका छन् हजुर। मेरा पिता पुर्खाहरूले यस प्रवासको जीवनमा जति दिन उमेर खाएका थिए त्यति त अहिले मेरो पुगेकै छैन। 10 अनि याकुबले फेरि फारोलाई आशीर्वाद दिए र फारोको उपस्थितिबाट निस्केर गए। 11 तब योसेफले आफ्ना बुबा र दाजुभाइहरूलाई बसोबास गराए र फारोको हुकुम अनुसार तिनले मिश्रमा भएका सबैभन्दा असल ठाउँ अर्थात् रामसेस भन्ने इलाकामा उनीहरूका अधिकारमा जग्गा जमिन दिए। 12 योसेफले आफ्ना बुबा, दाजुभाइहरू र आफ्ना बुबाका परिवारका सबैलाई उनीहरूका बालबच्चाको सङ्ख्या अनुसार खानेकुरा दिएर उनीहरूको पालनपोषण गरे। मिश्र देशको निम्ति योसेफको योजना। 13 घोर अनिकालले देशग्रस्त भएकोले गर्दा देशमा खानेकुरा केही थिएन। अनिकालद्वारा मिश्र र कनान दुवै देश ग्रसित थिए। 14 मिश्र र कनान देशका मानिसहरूले अन्न किनेका सबै रुपियाँ योसेफले जम्मा गरेर फारोकै महलमा राखे। 15 जब मिश्र र कनानमा भएका मानिसहरूले आफ्ना रुपियाँ पैसा खर्च गरिसके तब सबै मिश्रीहरूले आएर योसेफलाई भने, हामीलाई अन्न दिनुहोस्। तपाईका आँखाको सामुन्ने हामी किन मरौँ। हामीसित भएका रुपियाँ पैसा सबै सिद्धिए। 16 योसेफले तिनीहरूलाई भने, तिमीहरूका रुपियाँ पैसा सिद्धिए भने गाईबस्तु ल्याऊ। तिमीहरूका गाईबस्तुका सट्टामा म तिमीहरूलाई अन्न दिउला। 17 त्यसै कारण तिनीहरूले आफ्ना गाईबस्तुहरू योसेफ कहाँ ल्याए र योसेफले तिनीहरूका घोडा, भेडा, गाई, गधा आदिका सट्टामा तिनीहरूलाई खानेकुरा दिएर तिनीहरूको हेरचाह गरे। त्यस साल गाईबस्तुका सट्टामा तिनीहरूलाई तिनले अन्न दिए। 18 त्यस साल बितेपछि अर्को साल आएर तिनीहरूले योसेफलाई भने, हाम्रा रुपियाँ पैसा सबै सकिएको कुरा त हजुरलाई थाहै छ। उत्पत्ति 48 याकुबले मनश्य र एफ्राइमलाई आशीर्वाद दिएका। 1 केही समयपछि हजुरका पिता बिरामी हुनुहुन्छ भनेर कसैले योसेफलाई खबर दियो। यसकारण आफ्ना 2 छोरा मनश्य र एफ्राइमलाई आफ्नो साथमा लिएर तिनी याकुब कहाँ गए। अनि तपाईका छोरा योसेफ तपाईलाई भेट गर्न आएका छन् भन्ने खबर कसैले याकुबलाई सुनायो। तब इस्राएल आफै बल गरेर पलङमा बसे। याकुबले योसेफलाई भने, सर्वशक्तिमान परमेश्वर कनान देशको लुजमा म कहाँ देखा पर्नुभयो र उहाँले मलाई आशीर्वाद दिएर भन्नुभयो, हेर म तँलाई फल्दो फुल्दो बनाउनेछु र सङ्ख्यामा तेरो वृद्धि गराउनेछु। तँबाट म जातिहरूको समूह उत्पन्न गर्नेछु र तँपछि तेरा सन्तानहरूलाई यो देश अनन्तसम्म अधिकार गर्न दिनेछु। 5 अब म मिश्रमा आउन अघि मिश्रमा जन्मेका तेरा यी 2 छोराहरू मेरै हुन्। रुबेन र सिमियोन झै एफ्राइम र मनश्य मेरै हुनेछन्। तिनीहरूभन्दा पछि जन्मेका सन्तानहरू चाहिँ तेरा हुनेछन्। यिनीहरूले हक पाउँदा एफ्राइम र मनश्यका नाउँमा यिनीहरू बोलाइनेछन्। किनभने म पद्दन आरामबाट आउँदा एफ्रातमा पुग्न अझ केही टाढा छँदै कनान देशमा राहेल मरिन् र एफ्रात अर्थात् बेथलेहेममा जाने बाटैमा मैले तिनलाई गाडे। 8 योसेफका छोराहरूलाई देखेर इस्राएलले भने, यिनीहरू को हुन्। योसेफले आफ्ना बुबालाई भने, परमेश्वरले मलाई यहाँ दिनुभएका यी मेरा छोराहरू हुन्। तब इस्राएलले भने, तिनीहरूलाई यहाँ म कहाँ ल्याइदेऊ, म तिनीहरूलाई आशीर्वाद दिनेछु। 10 त्यसबेला उमेरले गर्दा इस्राएलका आँखा धमिला भइसकेका थिए र तिनी राम्ररी देख्न सक्दैनथिए। यसकारण योसेफले तिनलाई तिनको नजिक लगिदिए अनि तिनले तिनीहरूलाई मुवाई खाएर अङ्गालो हाले। 11 इस्राएलले योसेफलाई भने, मैले त त्यो मुख देख्न पाउला भनी ठानेकै थिइनँ, तर हेर मलाई तेरा सन्तान पनि परमेश्वरले देख्न दिनुभयो। 12 तब योसेफले तिनीहरूलाई इस्राएलका घोडाबाट हटाए र तिनले भुइँमा घोप्टेर साष्टाङ्ग प्रणाम गरे। 13
योसेफले ती दुवैलाई लिएर एफ्राइमलाई आफ्नो दाहिनेपट्टि र इस्राएलको देब्रेपट्टि र मनश्यलाई आफ्नो देब्रेपट्टि र इस्राएलको दाहिनेपट्टि पर्ने गरी इस्राएलको नजिक ल्याए। 14 तर इस्राएलले आफ्नो दाहिने हात पसारेर कान्छा एफ्राइमको टाउकोमा राखे र मनश्य जेठा भए पनि यिनैको टाउकोमा इस्राएलले आफ्नो देब्रे हात राखे। उत्पत्ति 49 याकुबले आफ्ना 12 छोराहरूलाई आशीर्वाद दिएका। 1 तब याकुबले आफ्ना छोराहरूलाई बोलाएर भने, तिमीहरू यहाँ जम्मा होऊ र पछिल्ला दिनहरूमा तिमीहरूमाथि के आइपर्नेछ सो म भनौला। 2 हे याकुबका छोरा हो, जम्मा भएर सुन, तिमीहरूका बुबा इस्राएलले भनेका सुन। 3 रुबेन, त मेरो जेठो छोरो होस्, मेरो शक्ति र मेरो बलको पहिलो फल, गौरव र शक्तिमा सर्वप्रमुख। 4 पानी जस्तो चञ्चल त तेरो प्रतिष्ठा कायम रहने छैन, किनभने तेरा बुबाको पलङमा त चढिस र त्यो अशुभ पारिस, त मेरो ओछ्यानमा चढिस। 5 शिमियोन र लेवी दाजुभाइ हुन्, तिनका तरवार नै उपद्रवका हतियार हुन्। 6 ए मेरो प्राण, तिनीहरूको सभामा नआइज, तिनीहरूको सङ्गतमा नलाग, किनकि आफ्नो रिसमा तिनीहरूले मानिसहरूलाई मारेका छन्, तिनीहरूले आफू खुसी गरेर गोरुहरूका ढोडनस्सा काटेका छन्। 7 तिनीहरूको रिसमाथि श्राप परोस्, किनभने त्यो भयानक छ, र तिनीहरूका क्रोधमाथि, किनकि त्यो निष्ठुर छ। तिनीहरूलाई म याकुबमा छिन्न भिन्न पार्नेछु र इस्राएलमा तितरबितर पार्नेछु। 8 ए यहुदा, तेरा दाजुभाइहरूले तेरो प्रशंसा गर्नेछन्, तेरो हातले तेरा शत्रुहरूका गर्दन पक्रनेछ, तेरै बुबाका छोराहरू तेरो सामुन्ने निहुरिनेछन्। 9 यहुदा सिंहको डमरू हो, ए मेरो छोरो, शिकारबाट त आएको छस्, त्यो निहुरिन्छ र सिंहनी झै लेटिहन्छ, सिंहनी झै कसले त्यसलाई उठाउने आँट गर्छ। 10 यहुदाको हातबाट राजदण्ड हट्ने छैन, राज्य चलाउनेको लाठी त्यसका खुट्टाका बीचबाट हट्ने छैन, जबसम्म त्यसका मालिक आउँदैनन् र जातिहरू उहाँको आज्ञाकारी बन्नेछन्। 11 त्यसको गधालाई दाखको बोटमा र गधाको बछेडोलाई चाहिँ उत्तम जातको हाँगामा बाँध्नेछ, त्यसले आफ्ना लुगाहरू दाखमध्येमा, आफ्ना पोशाक अङ्गुरको रसमा धुनेछन्। 12 त्यसका आँखा दाखमध्यभन्दा गाढा र त्यसका दाँत दूधभन्दा सेता हुनेछन्। 13 जबुलुनको वास समुद्रको किनारमा हुनेछ, जहाजहरूका निम्ति त्यो बन्दरगाह हुनेछ र त्यसको सिमाना सिदोनसम्म हुनेछ। 14 इस्साखार बलियो गधा हो, जो 2 भारीहरूका बीचमा लेटिरहन्छ। 15 आफ्नो विश्रामको ठाउँ असल रहेछ र त्यसको देश रमाइलो रहेछ भन्ने त्यसले देखेपछि त्यसले भारी बोक्नलाई आफ्नो काँध झुकाउनेछ र बेगारीको काम गर्न मान्नेछ। 16 इस्राएलका कुलमध्येको एक भएर दानले आफ्ना मानिसहरूका निम्ति न्याय गर्नेछ। 17 दान चाहिँ बाटोमा भएको एउटा सर्प र उत्पत्ति 50 याकुबलाई गाडेको। 1 योसेफ आफ्ना बुबामाथि घोप्टो परेर रोए र तिनलाई मय खाए। तब योसेफले आफ्नो सेवामा हुने वैद्यहरूलाई आफ्ना पिताको लासमा सुगन्धित लेप मल्न लगाए। यसकारण ती वैद्यहरूले इस्राएलको लासमा सुगन्धित लेप मले। यसको निम्ति 40 दिन लागेको थियो, किनकि सुगन्धित लेप लाउन यति नै दिन लाग्थ्यो। तिनको निम्ति मिस्रीहरूले पनि 70 दिन शोक मनाए। तिनको निम्ति शोक मनाउने दिन बितेपछि योसेफले फारोका भारदारहरूसँग यसरी कुरा गरे, यदि तिम्रो निगाह ममाथि छ भने कृपा गरी यो मेरो कुरा फारो कहाँ लगिदियो। 5 मेरा बुबाले मलाई यसो भनेर शपथ खान लाउनुभयो, म मर्न लागेको छु, कनान देशमा म आफैले खनेर बनाएको मेरो चिहानमा मलाई गाड्नु, यसकारण कृपा गरी गएर मेरा बुबालाई त्यहीँ गाडेर फर्किआउन पाऊँ। 6 फारोले जवाफ दिए, तिमीलाई उनले शपथ खान लाए बमोजिम, गएर तिम्रा बुबालाई गाड। 7 यसैले आफ्ना बुबालाई गाड्न योसेफ गए। तिनका साथमा फारोका सारा अधिकारीहरू, उनका भारदारहरू र मिस्रका सबै मुख्य मानिसहरू, साथै योसेफका परिवारका सबै र तिनका दाजुभाइहरू र तिनका बुबाका परिवारका सबै गए। केवल तिनीहरूका बालबच्चा, तिनीहरूका बघाल र बथानहरू गोसेन प्रदेशमा नै छोडिएर रहे। तिनका साथमा रथहरू र घोडचढीहरू पनि गए। त्यो एउटा ठूलो मलामीको समूह थियो। जब तिनीहरू यर्दन नेरको आतातको फलामा आइपुगे, तब तिनीहरूले साह्रै अफसोस गरेर रुवाबासी गरे। अनि त्यहाँ योसेफले 7 दिनसम्म आफ्ना बुबाको निम्ति बिलाप गरे। त्यस देशका बासिन्दा कनामीहरूले आतातको खलामा गरेको बिलाप देखेर भने, यो त मिस्रीहरूको ठूलो बिलाप रहेछ। यसकारण यर्दन नेरको त्यस ठाउँको नाउँ हाबिल मिस्राइम राखियो। त्यो यर्दन पारिपट्टि छ।
12 यसरी याकुबले तिनीहरूलाई आज्ञा गरे बमोजिम छोराहरूले गरे। तिनका छोराहरूले तिनलाई कनानसम्मै पुर्याए र हित्ती एफ्रोनसँग खेत समेत अब्राहमले चिहान बनाउनलाई किनेको ओडार अर्थात् मम्रेनेरको मक्पेलाको खेतमा भएको ओडारमा तिनलाई गाडे। 14 आफ्ना बुबालाई गाडिसकेपछि योसेफ आफ्ना दाजुभाइहरू र आफ्ना बुबालाई गाड्न तिनसँग गएका सबैका साथमा मिश्रमा फर्किए। 15 बुबाको मृत्यु भएको देखेर योसेफका दाजुभाइहरूले आपसमा भने, सायद अब योसेफले हामीसँग दुश्मनी गर्नेछ र हामीले उसलाई गरेका सबै खराबीको बदला लिनेछ। 16 यसकारण उनीहरूले यसो भनेर योसेफ कहाँ खबर पठाए, मर्नुभन्दा अघि तपाईका बुबाले